हेलो। नमस्ते है सबैजनालाई नमस्ते। के छ मेरो आवाज सुनिराख्नु भएको छ? ल यहाँहरू सम्पूर्णलाई पुनः पनि नमस्कार। हाम्रो जो जो साथीहरूले फेसबुकबाट लाइभ हेरिराख्नु भएको छ, तपाईँहरू सबैलाई चाहिँ हाम्रो अहिलेको यो क्वेसन एन्सर डिस्कसन क्वाड क्लासमा चाहिँ हार्दिक स्वागत छ है त। हाम्रो यो पछिल्लो समय थोरै समय राखेर अलिकति ग्याप कम राखेर चाहिँ हेल्थ एनएचपिसीले लिने लाइसेन्स इक्जामको जुन नोटिस आएको छ, सो त्यसलाई अलिक विशेष टार्गेट गरेर एचएहरूको लाइसेन्स र सँगसँगै अन्य जो जो साथीहरू जोडिनु भएको छ स्वास्थ्य सेवातर्फ एचए, अनमी, अयब है, स्टाफ नर्स, तपाईँहरूको लागि भनेर चाहिँ आजको हाम्रो यो क्वेसन एन्सर डिस्कसन क्लास हुनेछ। सो यो क्वाड क्लासमा तपाईँहरूले चाहिँ सकेसम्म चाहिँ म्याक्सिमम् रेस्पोन्स चाहिँ गर्नु होला। क्वेसनको आन्सर फेसबुकमा जोडिएको साथीहरूले चाहिँ फेसबुकमा कमेन्टमा चाहिँ तपाईँले एन्सर भन्नु होला भने हाम्रो जो जो साथीहरू जुममा जोडिनु भएको छ तपाईँले जुम मार्फत चाहिँ कमेन्ट के अरे च्याट बक्समा गएर तपाईँले आफूलाई लागेको है यसको करेक्ट एन्सर के हुनसक्छ त्यो चाहिँ कमेन्ट गर्नु होला है त। के छ आजको क्वेसन एन्सर डिस्कसन क्वाड क्लासका लागि तपाईँहरू सबैजना तयार हुनुहुन्छ? हामी ढिलो नगरेर तपाईँहरू सबैको विभिन्न ठाउँमा विभिन्न के अरे प्रदेशहरूले इक्जामहरूको नोटिस पनि निकालिरहेको अवस्था छ। त्यही भएर हामी ढिलो नगरेर है तपाईँको थ्योरी त भइ नै रहेछ होइन। सो सँगसँगै यो क्वेसन एन्सर जस्ट यहाँ क्वेसन हुन्छ अनि त्यसको एन्सर के हुनसक्छ अलिकति हामी त्यसको छलफल गर्छौँ, डिस्कसन गर्छौँ। सो यो क्वाड क्लासले केही हदसम्म तपाईँलाई सहयोग गर्छ भन्ने हिसाबले चाहिँ हाम्रो यो क्वाड क्लास सुरु गरिरहेछौँ हामीहरूले। आजको यो क्वाड क्लास सायद सम्भवतः यहाँहरू सबैलाई मैले स्क्रिन सेयर गरिरहेको छु। यो स्क्रिन सबैजनाले देखिराख्नु भएको छ होला? के छ स्क्रिन देखिराख्नु भएको छ? अलि एक्टिभ हुने है। हाम्रो यो झन्डै 1 आवरको क्वाड क्लास हुनेछ। यो 1 आवरको क्वाड क्लासमा तपाईँहरू सबैजना चाहिँ एक्टिभ पार्टिसिपेसन देखाउनु होला। फेसबुकमा जोडिएको साथीहरूले पनि सकेसम्म त्यहाँ च्याटमा गएर चाहिँ कमेन्टमा आफूलाई लागेको एन्सर चाहिँ कमेन्ट गर्नु होला है त। ल अब मैले ढिलो नगरेर आजको हाम्रो फर्स्ट प्रश्नबाट सुरु गरेँ। सकेसम्म यो लाइभलाई चाहिँ अन्य साथीहरूमाझ पनि सेयर गरिदिनु होला ताकि अन्य साथीहरूले साथीहरू पनि यो हाम्रो क्वाड क्लासबाट लाभान्वित हुने अवसर पाउन् भन्ने हो। धेरैजना साथीहरू हाम्रो फेसबुकमा जोडिनु भएको छ। फेसबुक लाइभ मार्फत चाहिँ हाम्रो निम्स लोकसेवा तयारी फेसबुक पेजमा तपाईँहरू सम्पूर्णले त्यहाँबाट हेर्न सक्नुहुनेछ र अन्य साथीहरूले यसलाई चाहिँ हाम्रो अरू साथीहरूमाझ पनि पुर्याइदिनु होला भन्ने मैले रिक्वेस्ट गरेँ। सुरु गरौँ है त। यो सोल्ली कसका लागि हो भन्दाखेरि हेल्थतिरका साथीहरूको लागि हो। हेल्थको अहिले जो लाइसेन्स है यो अहिले 17औं लाइसेन्स इक्जाम फागुन 5 गतेबाट हुँदैछ। नेपाल हेल्थ प्रोफेसनल काउन्सिल एनएचपिसीले लिने लाइसेन्स इक्जाम चाहिँ नर्सिङतिरको होइन। अनि लोकसेवातर्फ एचए, अएब, एएनएम र स्टाफ नर्स यहाँहरूका लागि आजको सेसन रहनेछ। यो 1 आवरको क्वाड क्लास सेसनको पहिलो प्रश्न रहेको छ। क्वेसन नम्बर 1मा द एम अफ एनएचपिसी इज भनेर राखेको छ पहिलो प्रश्न। यसको एम के होला तपाईँले कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुन्छ है त। के होला भन्नुहोस् त द एम अफ एनएचपिसी। अब कति बेला फेरि यो एनएचपिसी भनेको के हो भन्ने होला होइन। नेपाल हेल्थ प्रोफेसनल काउन्सिल हो। हेर्नुहोस् है तपाईँहरूले यति कुरा थाहा पाउनुपर्ने हुन्छ। यो नेपाल हेल्थ प्रोफेसनल काउन्सिल नेपालमा भएका स्वास्थ्यमा भएका 6वटा काउन्सिल मध्ये एउटा काउन्सिल हो। सो नेपाल हेल्थ प्रोफेसनल काउन्सिल भनेर भन्छौँ। यो एनएचपिसीको एम के होला साथीहरू भन्नुहोस् त। एकदम अलि एक्टिभ पार्टिसिपेन्ट देखाउनुहोस् है। तपाईँहरू जो जो साथीहरू फेसबुकमा जोडिनु भएको छ सकेसम्म धेरैजनाले कमेन्ट गर्नुहोस् है। अन्य साथीहरूमाझ पनि सेयर सहयोग गरिदिनुहोस्। फर्स्ट अप्सनमा छ टु रजिस्टर अल द हेल्थ प्रोफेसनल अदर देन। हेर्नुहोस् है के भन्यो है, सबै हेल्थ प्रोफेसनल अदर देन को भन्यो भने मेडिकल डक्टर, नर्स, फार्मासिस्ट एन्ड आयुर्वेदा। एउटा, दुईटा, तिनवटा, चारवटा। यो चारवटा बाहेक अन्य हेल्थ प्रोफेसनललाई यसले आफ्नो उसले त्यो कुनै पनि प्रोफेसनलले के पढाएको छ त्यो क्वालिफिकेसनको आधारमा दर्ता गर्ने भन्यो। यो मलाई जहाँसम्म लाग्छ यो एकदम राइट छ।
अप्सन नम्बर बी टु ब्रिङ हेल्थ प्रोफेसनल इन्टु अ लिगल सिस्टम। जति पनि हाम्रा स्वास्थ्य व्यवसायीहरू छन् होइन, उनीहरूलाई एउटा एउटा कानुनी लिगल सिस्टममा ल्याउनु यो पनि एकदम राम्रो छ होइन। किनभने लाइसेन्स बिना काम गर्न थाल्यो भने कसले कहाँ के गर्यो होइन, गल्ती गरेमा उसलाई के सजाय हुने, कस्तो सजाय हुने, ऊ दर्तावाला स्वास्थ्य कर्मी हो कि होइन, उसले खास पढेको हो कि होइन, सबै कुरा रेगुलेट गर्ने गर्छ। यो एकदम राम्रो छ। अप्सन नम्बर सीमा टु मेक दियर सर्भिस इफेक्टिभ विथ क्वालिटी एन्ड टाइमली इन साइन्टिफिक म्यानर। यो पनि ठिक छ होइन। स्वास्थ्य व्यवसाय दर्ता भएपछि उसलाई चाहिँ हामीले के इन्स्योर गरेको हुन्छौँ, यो चाहिँ पढेको स्वास्थ्य कर्मी हो, यसले चाहिँ राम्रोसँग होइन ट्रिटमेन्ट गर्न सक्छ, डायग्नोसिस गर्न सक्छ होइन, प्रिभेन्सन गर्न सक्छ भनेर इन्स्योर गरिरहेको हुन्छ। सो यो पनि एकदमै ठिक जस्तो लाग्छ। सो यसको एम अन्तर्गत के पर्छ भने यसको एम अन्तर्गत सबै हो। सो अल अफ दि अबोभ होइन। यसको एन्सर हो अप्सन नम्बर डी, अल अफ दि अबोभ। सायद यसमा समस्या नरहला। मैले योसँग रिलेटेड क्वेसन्स अरू पनि छ, मैले यसमा धेरै चर्चा गरिनँ। प्रश्न नम्बर 2मा अन्डर which act इज द एनएचपिसी इस्टाब्लिस्ड? ल भन्नु त, यो नेपाल हेल्थ प्रोफेसनल काउन्सिल कुन एक्टको अन्तर्गतमा इस्टाब्लिस्ड भएको? एकदम फटाफट कमेन्ट गरौँ त साथीहरू। खै त फेसबुकमा जोडिएको साथीहरूको त्यहाँ अलिकति चहल पहल देखिँदैन के हो खासमा? हाम्रो जो साथीहरू निम्स लोक साथीहरू फेसबुक पेजबाट हेरिराख्नु भएको छ, यसो कमेन्ट गर्नुहोस् न। कुन एक्ट होला? नेपाल मेडिकल काउन्सिल एक्टको अन्तर्गतमा त नेपाल मेडिकल काउन्सिल हो है, नेपाल मेडिकल काउन्सिल हो। अनि नेपाल हेल्थ प्रोफेसनल काउन्सिल है, नेपाल हेल्थ प्रोफेसनल काउन्सिलको अन्डरमा चाहिँ एनएचपिसी हो। सो अप्सन नम्बर बी। नेपाल नर्सिङ काउन्सिल एक्टको अन्तर्गतमा नेपाल नर्सिङ काउन्सिल है, नेपाल फार्मेसी काउन्सिलको अन्तर्गतमा नेपाल फार्मेसी काउन्सिल। सो हाम्रो करेक्ट एन्सर के हुने भयो त? अप्सन नम्बर बी है। कुन ऐनको अधीनमा नेपाल हेल्थ प्रोफेसनल काउन्सिलको स्थापना भएको भनेर सोधेको थियो। सो नेपाल हेल्थ प्रोफेसनल काउन्सिल एक्टको होइन। अब यो एक्ट कहिले आएको भन्ने कुरा तपाईँले थाहा पाउनुपर्ने हुन्छ, त्यसका लागि अर्को प्रश्न राखिएको छ यहाँनिर। ल भन्नुहोस् त, क्वेसन नम्बर 3 को एन्सर के होला? प्रश्न नम्बर 3 को एन्सर, वेन वाज द नेपाल हेल्थ प्रोफेसनल काउन्सिल एक्ट इन्डोर्स्ड? नेपाल स्वास्थ्य व्यवसाय परिषदका लागि यो काउन्सिलको एउटा आफ्नै ऐन छ, यो कहिले इन्डोर्स भयो होला भन्नुहोस् त? 2053 साल 11 महिना 3 गते, 2053 11 महिना 15 गते, 56 4 27, 69 8 25। के होला भन्नुहोस् त? when was द नेपाल हेल्थ प्रोफेसनल काउन्सिल एक्ट इन्डोर्स्ड? यसको एन्सर के होला? नेपाल हेल्थ प्रोफेसनल काउन्सिल एक्ट कहिले आएको भन्ने कुरा राखेको छ यहाँनिर। अब जो साथीहरू एनएचपिसीको लाइसेन्स दिँदै हुनुहुन्छ, कहिलेकाहीँ यस्तो उनीहरूको आफ्नै ऐन छ होइन। सो परिषद कसरी बन्ने, त्यसको गठनको प्रक्रिया, निर्वाचन सम्बन्धी, कर्मचारीको आचरण सम्बन्धी, यी सम्पूर्ण कुरा त्यहाँ लेखा छ होइन। अनि दर्ता कसरी गर्ने, कुन क्याटेगोरीमा दर्ता गर्ने, यी सम्पूर्ण कुरा छ क्या। अनि त्यो चाहिँ थाहा पाउनुपर्ने हुन्छ है। सो नेपाल हेल्थ प्रोफेसनल काउन्सिल एक्ट कहिले आएको भन्यो भने नेपाल हेल्थ प्रोफेसनल काउन्सिल एक्ट 2053मा आएको। 53 11 महिना 3 गते है, फागुन 3 गते आएको। 2053 11 महिना 15 गते चाहिँ के आएको भन्दा नेपाल हेल्थ सर्भिस एक्ट आएको। यहाँहरू कतिजनालाई थाहा छ? नेपाल स्वास्थ्य सेवा ऐन है, नेपाल हेल्थ सर्भिस एक्ट। जस्तै निजामतीतिर निजामती सेवा ऐन भने जस्तै हाम्रो स्वास्थ्यमा चाहिँ नेपाल हेल्थ सर्भिस एक्ट कहिले आएको? 2053 11 महिना 15 गते। त्यसैले नेपालमा हरेक वर्ष फागुन 15 गते, हरेक महिना फागुन 15 गते के दिवस मनाइन्छ भन्यो भने फागुन 15 गते स्वास्थ्य सेवा दिवस मनाइन्छ। के दिवस मनाइन्छ अरे? हेल्थ सर्भिस डे मनाइन्छ है। फागुन 15 गते स्वास्थ्य सेवा ऐन आएको दिनलाई है स्मरण गर्दै हरेक वर्ष 15 गते हेल्थ सर्भिस डे मनाउने गरिन्छ। यो सी नम्बरको अप्सन चाहिँ केसँग मिल्दो छ भन्दा सी नम्बरको अप्सन चाहिँ 2056 4 महिना 27 गते चाहिँ नेपाल हेल्थ प्रोफेसनल काउन्सिल। थानमाझी एकैछिन है, यहाँ यिनीहरू त फटाएको छ। ल यहाँनिर हेर्नु त, 2056 साल 4 महिना 27 गते चाहिँ के आएको भन्दा एनएचपिसी है। एनएचपिसी के आएको? रेगुलेसन आएको है। एनएचपिसी रेगुलेसन कहिले आएको भनेर एक्ट त थाहा भयो हेर्नुहोस् है। एक्टलाई इम्प्लिमेन्ट गर्नका लागि रेगुलेसन चाहिन्छ। सो रेगुलेसन चाहिँ कहिले आएको भन्दा 2056 साल 4 महिना 27 गते। ऐन आएको झन्डै 3 वर्षपछि 2053मा चाहिँ ऐन आयो होइन, 56मा चाहिँ यसको रेगुलेसन आयो। अब यो ऐन चाहिँ अहिलेसम्म संशोधन भएको छैन, रेगुलेसन चाहिँ एकपटक संशोधन भएको छ। पहिलो एमेन्डमेन्ट है, फर्स्ट एमेन्डमेन्ट कहिले भयो भन्नुहुन्छ भने फर्स्ट एमेन्डमेन्ट भनेको संशोधन है, एएमइएनडी एमेन्डमेन्ट भनेको के अरे? संशोधन। यहाँहरूलाई सबैलाई थाहा छ होला, यो एमेन्डमेन्ट भन्ने शब्दले के बुझाउँछ? संशोधन भन्ने बुझाउँछ। यो फर्स्ट एमेन्डमेन्ट अफ एनएचपिसी रेगुलेसन, एनएचपिसी रेगुलेसन एकपटक संशोधन भइसकेको छ है। कहिले भयो भने 2069 साल 8 महिना 25 गते। सो अहिलेका लागि हाम्रो करेक्ट एन्सर चाहिँ, यो क्वेसनले खोजेको एन्सर चाहिँ अप्सन नम्बर ए हो है त। यसको करेक्ट एन्सर चाहिँ अप्सन नम्बर ए हो। यहाँ मैले 4वटै अप्सनको बारेमा भने, सायद यहाँहरू सबैजनालाई थाहा भयो होला। नेपाल हेल्थ प्रोफेसनल काउन्सिल एक्ट चाहिँ 2053 11 महिना 3 गते आएको। नेपाल हेल्थ
हेल्थ सर्भिस के अरे नेपाल हेल्थ प्रोफेसनल काउन्सिल रेगुलेसन चाहिँ कहिले आएको भन्दा 56 महिना 27 गते, ख्याल गर्नु होला, साउन 27 गते यो रेगुलेसन चाहिँ एकपटक है एकपटक एमेन्डमेन्ट भइसकेको छ। फर्स्ट एमेन्डमेन्ट कहिले भयो भन्नुहुन्छ 2069 साल 8 महिना 25 गते। सायद यसमा धेरैजनालाई कन्फ्युजन नरहला, यो डेट हो, याद गर्नु होला है त। प्रश्न नम्बर 2 तिर जाउँ। एनएचपिसी एक्ट डज नट रेगुलेट which ग्रुप भनेको चाहिँ ल कुनलाई रेगुलेट गर्दैन एनएचपिसीले, ल भन्नुहोस् त। फिजियोथेरापिस्ट, नर्स, मेडिकल ल्याबोरेटरी पर्सनल र रेडियोग्राफर, कसलाई होला भन्नुहोस् त साथीहरू। यसको एन्सर के होला? ल भनौँ त तपाईँहरूले, यहाँ भएका मध्ये कसलाई चाहिँ एनएचपिसीले हेर्दैन? ओके, भेरी गुड है। नेपाल हेल्थ प्रोफेसनल काउन्सिल एक्ट अनुसार हेर्ने हो भने, यसले नहेर्ने चाहिँ को हो भने फिजियोथेरापिस्टहरू यहीँ दर्ता हुन्छन् है, यो एनएचपिसीमै दर्ता हुन्छन् भनेपछि यसले हेर्छ नै। अनि नेपाल यो मेडिकल ल्याबोरेटरी पर्सनल यो पनि एनएचपिसीमै दर्ता हुने भयो हुनाले यसले रेगुलेट गर्ने कुरा भयो। रेडियोग्राफरहरू यहीँ दर्ता हुन्छन्, त्यसैले यसले रेगुलेट गर्ने कुरा। यो नर्सलाई चाहिँ हेर्दैन, अप्सन नम्बर बी। किन भन्दाखेरि नर्स चाहिँ कहाँ दर्ता हुन्छन् भन्दा नेपाल नर्सिङ काउन्सिल एनएनसीमा है। कहाँ त? नेपाल नर्सिङ काउन्सिलमा दर्ता हुने भयो हुँदा नर्समा जति पनि अनमी है, ब्याचलर नर्सिङ, डिप्लोमा नर्सिङ, मास्टर नर्सिङ जति पनि नर्सहरू छन् उनीहरूलाई चाहिँ नेपाल नर्सिङ काउन्सिलले है दर्ता गर्छ र नेपाल नर्सिङ काउन्सिल एक्ट अनुसार चाहिँ उनीहरूलाई रेगुलेट गर्ने गरिन्छ। सो अप्सन नम्बर बी भन्दा चाहिँ यसका लागि के हो त? करेक्ट एन्सर हो। क्वेसन नम्बर 5मा जाउँ। प्रश्न नम्बर 5मा छ, अकोर्डिङ टु एनएचपिसी एक्ट 2053 भर्खरै पढ्यौँ हामीले, र यसको नियमावली रेगुलेसन 2056 अनुसार देयर आर हाउ मेनी क्याटेगोरिज अफ रजिस्ट्रेसन, कतिवटा क्याटेगोरिजमा चाहिँ स्वास्थ्य व्यवसायीहरूलाई दर्ता गर्छ भन्यौँ है। हाम्रो जति पनि स्वास्थ्य व्यवसायीहरू छन्, जसले चाहिँ स्वास्थ्य व्यवसाय गर्न सक्छन्, जसले ट्रिटमेन्ट गर्न सक्छन्, जसले डायग्नोसिस गर्न सक्छन्, जसले प्रिभेन्सन गर्न सक्छन्, तिनीहरूलाई कतिवटा क्याटेगोरीमा दर्ता गर्छ ल भन्नुहोस् त? हाउ मेनी क्याटेगोरी। यसको करेक्ट एन्सर के होला? अलि एक्टिभ पार्टिसिपेन्ट देखाउनु पऱ्यो साथीहरू, अलि अल्छी अल्छी जस्तो लाग्यो मलाई। ल भन्नुहोस् त साथीहरू, अलि अलि अल्छी अल्छी नै हो त तपाईँहरू? इक्जाम नजिकै भएको बेला त तपाईँहरूको झन् यो पढाइको दायरा होइन अझै बढ्नुपर्ने हो। खै हाम्रो ओके ल, अहिले फेसबुकतिर पनि राम्रै कमेन्ट आइरहेको रहेछ। क्वेसन क्वेसन नम्बर 5को एन्सर के होला भन्नुहोस् त? 5को एन्सर अप्सन नम्बर ए, अप्सन नम्बर बी, अप्सन नम्बर सी, अप्सन नम्बर डी। स्वास्थ्य व्यवसाय परिषदमा है, जति पनि हाम्रो स्वास्थ्य व्यवसाय परिषद काउन्सिल छ, यसले चाहिँ के गर्छ भन्दा हाम्रा स्वास्थ्य व्यवसायहरूलाई, हेल्थ प्रोफेसनलहरूलाई 4वटा क्याटेगोरीमा दर्ता गर्छ। तपाईँले ख्याल गर्नुपर्ने हुन्छ। हेर्नुहोस् है, तपाईँले के जान्नु पर्यो भन्दा स्वास्थ्य व्यवसायहरूलाई यसले 4वटा क्याटेगोरीमा दर्ता गर्ने गर्छ। त्यो के हो भने एउटा भनेको स्पेसियालिस्ट लेभल भन्ने हुन्छ। हेर्नुहोस् है, स्पेसियालिस्ट, SPECIALIST, CIALIST, स्पेसियालिस्ट लेभल। अब तपाईँलाई थाहा छ स्पेसियालिस्ट भनेको विज्ञ हो। अब विज्ञ हुनका लागि नेपालमा के गर्नुपर्छ? मास्टर गर्नै पर्यो होइन। कम्तीमा नि मास्टर गरेको मान्छेलाई भन्ने विज्ञ एउटा विषयमा स्पेसियलाइजेसन गर्ने भन्ने हो। सो स्पेसियालिस्ट लेभललाई चाहिँ कुन क्याटेगोरीमा दर्ता गर्छ भने स्पेसियालिस्ट लेभल भन्ने हुन्छ। यिनीहरू को हुन् त भन्दा हु हेभ डन मास्टर डिग्री, जसले मास्टर डिग्री गरेका छन् उनीहरूलाई स्पेसियालिस्ट भन्ने लेभलमा दर्ता गर्छ। उनीहरूको लाइसेन्समै नै त्यो लेखिदिन्छ कि हु हेभ डन मास्टर डिग्री है, मास्टर डिग्री गरेकाहरू स्पेसियालिस्ट लेभलमा दर्ता हुन्छन्। तपाईँले अर्को कुरा पनि बुझ्नुपर्ने हुन्छ, फर्स्ट क्लास भन्ने हुन्छ। हेर्नुहोस् है, फर्स्ट क्लास भन्ने हुन्छ। फर्स्ट स्पेसियालिस्ट लेभल अर्थात् फर्स्ट लेभल अर्थात् फर्स्ट क्लास है। अब फर्स्ट क्लासमा को दर्ता हुन्छ भने हु हेभ डन ब्याचलर डिग्री, जसले ब्याचलर डिग्री गरेका छन् त्यस्ता साथीहरूलाई चाहिँ एनएचपिसीले कुन क्याटेगोरीमा दर्ता गर्छ भने तपाईँहरूलाई यो ब्याचलर डिग्रीमा चाहिँ दर्ता गर्ने गर्छ। यति कुरा बुझ्नु होला है। त्यसै गरी अर्को छ सेकेन्ड क्लास भन्ने है, सेकेन्ड क्लास भन्ने छ। सेकेन्ड क्लासमा चाहिँ कसलाई दर्ता गर्छ भने हु हेभ डन पिसिएल है, जसले पिसिएल गरेको हुन्छ अर्थात् इन्टरमिडिएट लेभल अर्थात् +2 है, +2 सर अर्थात् इन्टरमिडिएट लेभल गरेकाहरूलाई चाहिँ यसले सेकेन्ड क्लासमा दर्ता गर्छ भनेर बुझ्नु होला। त्यसै गरी अर्को छ थर्ड क्लास है, त्यो तेस्रो श्रेणीमा त्यो थर्ड क्लासमा चाहिँ कसलाई दर्ता गर्छ भने तपाईँले ख्याल गर्नुपर्ने हुन्छ हु हेभ डन 1 इयर है, एक वर्षको एकाडेमिक कोर्स पढेकाहरू है, जस्तै एसएलसी दिएर 1 वर्षको एकाडेमिक कोर्स गरेकाहरू जस्तै अयब होला होइन, तिनीहरू चाहिँ 1 इयर एकाडेमिक, ल्याब असिस्टेन्ट होला 1 इयर एकाडेमिक कोर्स। अब मास्टर डिग्रीमा जस्तै इक्जाम्पलमा हामी एमडी डाक्टर लेख्न मिल्दैन, किनभने एनएचपिसीमा एमडी दर्ता हुने होइन, बरु यहाँ तपाईँले एमपिएच लेख्न सक्नुहुन्छ है, मास्टर पब्लिक हेल्थ पढेको मान्छे।
ब्याचलरमा बिपिएच लेख्न सक्नुहुन्छ। इन्टरमिडिएट लेभलमा तपाईँले एचए इक्जाम्पल होइन इक्जाम्पलमा, अनि 1 इयर एकाडेमिक कोर्सको इक्जाम्पल चाहिँ अएब है। अएब अनमी लेख्न मिल्दैन, किनभने अनमी चाहिँ नेपाल नर्सिङ काउन्सिलमा दर्ता हुन्छ। तपाईँले यति कुरा बुझ्नु होला। हेल्थ प्रोफेसनलहरूलाई एनएचपिसीको ऐन र नियमावली अनुसार 4वटा क्याटेगोरीमा दर्ता गर्ने गर्छ। कतिवटा भन्यो भने 4वटा क्याटेगोरी है त। यहाँसम्म सही कुरो कुरो ठिक छ, बुझिराख्नु भएको छ? खै त अलिक चहल बल दिउँ न साथीहरू। ल ठिक छ, यहाँसम्म सही छ भने अलि अगाडि जाउँ है त। अब हेर्नुहोस् त, यो क्वेसनको एन्सर के होला भन्नुहोस् त। हेल्थ प्रोफेसनल आर नट अलाउड टु पर्फर्म विच अफ दि फलोइङ है। हाम्रो जति पनि स्वास्थ्य व्यवसायीहरू छन्, जो दर्ता भएका हुन्छन् होइन स्वास्थ्य हाम्रो एनएचपिसीमा, तिनीहरूलाई के गर्नलाई चाहिँ अनुमति दिँदैन ल भन्नु त। के गर्नलाई चाहिँ अनुमति दिँदैन? आर नट अलाउड रे ड्युटिज विदिन दियर स्कोप अफ प्र्याक्टिस है। उनीहरूको आफ्नो जुन ड्युटी छ, त्यो भित्रको जुन स्कोप छ, त्यो भित्रको प्र्याक्टिस गर्न त्यो पाउँछ होला जस्तो लाग्छ मलाई है। टास्क रिलेटेड टु दियर क्वालिफिकेसन्स होइन, जस्तै याचे पढेपछि याचेको काम होइन, अएब पढेपछि अएब अन्तर्गतको काम, बिपिएच पढेपछि बिपिएच अन्तर्गतको काम है। यस्तो कुरा त्यो पनि मिल्ने कुरा हो होइन। सर्भिस बियोन्ड दियर नलेज एन्ड स्किल्स, उसले आफूले आर्जन गरेको ज्ञान र सिपभन्दा बाहिरको कुरा दिने भनेको छ यहाँनिर। त्यसरी अप्सन नम्बर डीमा चाहिँ सर्भिस द्याट आर ट्रेन्ड फर, अब त्यस्ता सेवाहरू दिनु पऱ्यो जसलाई चाहिँ उसलाई तालिम दिएको छ है। जस्तै कुनै विषयमा उसलाई ट्रेनिङ दिएपछि त्यस्तो सेवा पनि दिन पाउने भन्ने कुरा हो कि होइन, के होला ल भन्नुहोस् त साथीहरू यसको एन्सर? यसको एन्सर के होला भन्नुहोस् त? अप्सन नम्बर, अप्सन कुन अप्सन चाहिँ राइट होला? ल ठिक छ है। अब के कुरा बुझ्नु पऱ्यो भन्दा, हेल्थ प्रोफेसनलहरूलाई के कुरा गर्न दिँदैन भन्दा, यो त यसो हेर्दै पनि थाहा हुन्छ कि तपाईँले पढ्नु भएको थिएन, कतै पनि देख्नु भएको थिएन भने आफूले पढेको आफ्नो स्कोपभित्रको काम त गर्न पाउँछ नि, त्यो प्र्याक्टिस गर्न त पाउनु उसको राइट नै हो होइन, मजाले पाउँछ। टास्क रिलेटेड टु दियर क्वालिफिकेसन्स, उसको योग्यता अनुसारको उसले आफ्नो काम गर्न पाइ नै हाल्छ। जस्तै याची पढेको मान्छेले होइन के गर्नु पाउने, उसको जब डिस्क्रिप्सनमा भएका कामहरू मजाले पाउँछ। अप्सन नम्बर सीमा के भनिदिएको छ भन्दा, सर्भिस बियोन्ड दियर नलेज एन्ड स्किल्स, उसले आफ्नो ज्ञान र सिपभन्दा बाहिरको कुरा होइन, त्यो त सक्ने कुरा भएन नि। जस्तै याचेले होइन सर्जरी गरिदिन्छु भनेर त भएन होइन, अपरेसन गरिदिन्छु भनेर त्यो त उसको जेडीभित्रको कुरा हुँदै होइन। सो उसले त्यो आफ्नो नलेज र स्किलभन्दा बाहिरको कुरा गर्नलाई यसले अनुमति दिँदैन। सो अप्सन नम्बर सी भनेको चाहिँ के हो त, यसको करेक्ट एन्सर हो। अब अप्सन नम्बर डी चाहिँ दे आर ट्रेन्ड फर भनेको चाहिँ उनीहरूलाई जेको तालिम दिएको छ त्यो विषयमा उनीहरूले सेवा दिन सक्छन्, अथवा उनीहरूले काम गर्न सक्छन् है। उनीहरूले जे गर्नुपर्ने त्यो गर्न सक्छन् भन्ने हो है, जे विषयको ट्रेनिङ दिएको छ। सो अब यहाँ के लेखिदिएको छ भन्दा, मैले टक्क यो हाम्रो एनएचपिसीको है, यो एनएचपिसीकै रुलमा छ, एनएचपिसी रुल 2056मा राखिदिएको छ। त्यहाँनिर के लेखिरहेको छ भन्दा, यो सोध्छ पनि है, कतिपय साथीहरू आजको लोकसेवा आयोगको इक्जाम दिँदै हुनुहुन्छ भने प्रायः रिटर्न पेपरमा सोधिराखेको क्वेसन हो यो। पेसागत आचरण सम्बन्धी व्यवस्था भनेर राखिदिया हुन्छ। हेर्नुहोस् है, पेसागत आचरण भनेको तपाईँले कुनै पनि पेसा गर्दाखेरि अथवा काम गर्दाखेरि के तपाईँले गर्नुहुने, के चाहिँ गर्न नहुने भन्ने कुरा राखेको हुन्छ क्या। यहाँ अलिकति जानकारी छ है। स्वास्थ्य व्यवसायीहरूले देखाए बमोजिमको पेसागत आचरणको पालना गर्नुपर्ने छ भनेर चाहिँ के राखेको छ भन्दा, अनुशासन र इमान्दारिता भनेर राखेको छ है। अनुशासन तथा इमान्दारिता अन्तर्गत अनुशासित रूपमा इमान्दारिताका साथ स्वास्थ्य व्यवसाय गर्नुपर्ने छ भनेको छ। स्वास्थ्य व्यवसाय भनेको के हो भन्दा, उपचार होइन, रोकथाम, अनि त्यसै गरी अर्को भनेको तपाईँको यो डायग्नोसिस जस्ता कुरा चाहिँ गर्ने हो कि है। डायग्नोसिस, ट्रिटमेन्ट, प्रिभेन्सन जस्ता कामलाई चाहिँ हामी स्वास्थ्य व्यवसाय भन्छौँ। व्यवसाय भनेको धन्दा गर्ने, काम गर्ने है। के गर्ने त, अनुशासित भई इमान्दारीका साथ काम गर्ने भनेको छ एउटा। अर्को के लेखेको छ भन्दा, शिष्टता र गोप्यता कायम राख्ने भनेको छ। द्याट मिन्स स्वास्थ्य व्यवसायको क्रममा सम्पर्कमा आउने व्यक्तिहरूसँग शिष्ट व्यवहार गर्नु पर्यो, एकदम पोलाइट भएर बोल्नु पर्यो भनेको छ होइन। झर्किएर बिरामीलाई थर्काउने होइन, अनि त्यस्तो खालको गर्नु भएन भनेको छ। कसैको व्यक्तिगत जीवनको बारेमा वा स्वास्थ्यको बारेमा आफूलाई जानकारी भएको कुरा प्रचलित कानुन बमोजिम कसैलाई बताउनु पर्ने अवस्थामा बाहेक अन्यत्र कतै कतै व्यक्ति कतै कतै व्यक्त गर्नु हुँदैन भनेको छ। जस्तै कोही बिरामीले त अब तपाईँलाई गोप्य कुरा भन्छ नि त होइन। सो त्यो उसले भनेका गोप्य कुराहरू चाहिँ यदि कानुनले मागेको अवस्थामा है, कहीँ कहीँ हामीले सघाउनु पर्ने भयो, कानुनलाई सघाउनु पर्ने भयो भने त्यस्तो बेला ठिकै हो। नत्र भने कसैलाई गएर होइन चापलुसी लगाउने होइन, कुरा त्यो यताउता लगाउने भन्छौँ नि, हो त्यो चाहिँ गर्नु हुँदैन भनेको छ। एउटा बिरामीको कुरा अर्को अर्को बिरामीलाई भनिदिने, अर्थात् अर्को आफ्ना कर्मचारीहरूलाई भनिदिने, त्यस्तो चाहिँ गर्नु हुँदैन, एकदम गोप्य राख्नुपर्छ भनेको छ। अर्कोमा के भनेको छ भन्दा, भेदभाव गर्न नहुने भनेको छ। भन्नुको मतलब तपाईँले आफ्नो सिकेको ज्ञान र सिपको प्रयोग गर्दाखेरि चाहिँ यो रिलिजनका आधारमा, जेन्डरका आधारमा होइन, यो कास्टका आधारमा कसैलाई पनि भेदभाव गर्नु हुँदैन भनेको छ कि उपचार गर्दाखेरि चाहिँ होइन। कसैलाई राम्रो उपचार गर्न खोज्ने, कसैलाई राम्रो उपचार नगर्ने, कसैलाई चाहिँ राम्रोसँग बोल्ने, कसैसँग राम्रोसँग नबोल्ने, हो यस्तो भेदभाव चाहिँ गर्नु हुँदैन भनेको छ
है। अनि जिम्मेवारी भित्रको काम मात्र गर्नुपर्ने भनेको छ, यहाँ लेख्दा चाहिँ नि त जिम्मेवारी भित्रको मात्र काम गर्नुपर्ने। तपाईँको जब डिस्क्रिप्सनमा, तपाईँको जेडीमा है, जब डिस्क्रिप्सनमा जे छ त्यो काम मात्रै गर भनेको छ यो ऐनले। यदि तपाईँले आफ्नो जब डिस्क्रिप्सनभन्दा बाहिरको काम गर्नुहुन्छ भने तपाईँलाई होइन, यदि त्यो कामले गर्दा कसैलाई हानि नोक्सानी भयो भने त्यसको कानुनको भागीदार चाहिँ तपाईँ आफू हुनुपर्छ, स्वयं कर्मचारी हुनुपर्छ भन्ने हो। आफूले अध्ययन गरेको विषय वा हासिल गरेको ज्ञान र सिपसँग सम्बन्धित क्षेत्रभित्र, यहाँ भनेको छ भने त आफूले अध्ययन गरेको विषय, जस्तै तपाईँले याची पढ्नुभयो होला होइन, हयब पढ्नुभयो होला है, सो गरेको विषय र हासिल गरेको ज्ञान र सिपसँग सम्बन्धित क्षेत्रभित्रको मात्र कार्य वा सुझाव वा सिफारिस गर्नुपर्नेछ भनेको छ। आफ्नो जिम्मेवारी तथा कार्यक्षेत्रभित्र नपर्ने विषयमा सम्बन्धित विषयको ज्ञान र दक्षता हासिल गरेको विशेषज्ञका सिफारिस गर्नुपर्ने भनेको छ। सबै कुरा तपाईँलाई आउँछ भन्ने छैन होइन, सबै मान्छेलाई सबै कुरा आउँदा पनि आउँदैन। सो नजानेका कुराहरूमा होइन, धेरै बाठो नबन्ने, टक्क लाएर पठाइदिइहाल्ने, कसलाई पठाउनु पर्ने, कहाँ रेफर गर्नुपर्ने, त्यस्तो कुरा भनेको छ हेर्नुहोस्। त्यसै गरी अर्कोमा के लेखेको छ भन्दा स्वास्थ्य व्यवसायमा आँच आउने कार्य गर्न नहुने भनेको छ। सेवा बापत पाउने पारिश्रमिक भत्ता र अन्य सुविधा बाहेक पेसागत व्यवसायको प्रचार प्रसार गरी कुनै किसिमको अनुचित आर्थिक लाभ प्राप्त गर्न तथा स्वास्थ्य व्यवसायको सेवामा आँच आउने किसिमको कुनै अनुचित क्रियाकलाप गर्नु हुँदैन भनेको छ। गभर्मेन्टले के गरेको छ भन्दा कर्मचारीलाई होइन, उनीहरूलाई चाहिँ उनीहरूको जीविकोपार्जन गर्नका लागि कर्मचारीहरूलाई होइन एउटा निश्चित पारिश्रमिक र भत्ता दिएको छ। यो बाहेक है, यो जुन पारिश्रमिक भत्ता सुविधा दिएको छ त्यो बाहेकको अरू कुनै पनि प्रचार प्रसार गरी कसैबाट घुस लिने, कसैबाट त्यस्तो काम चाहिँ नगर भनेको छ। व्यक्तिगत उत्तरदायित्व भनेको छ स्वास्थ्य व्यवसायले व्यवसायको सन्दर्भमा आफूले गर्ने प्रत्येक कामको व्यक्तिगत रूपमा उत्तरदायी हुने गरी गर्नुपर्ने छ भनेको छ। जस्तै तपाईँलाई जुन काम दिएको छ त्यसको उत्तरदायित्व तपाईँले नै लिनुपर्ने हुन्छ, त्यसको उत्तर दिने दायित्व तपाईँकै हो भन्ने कुरा हो। तपाईँलाई जे काम दिएको छ त्यसको चाहिँ है, तपाईँलाई नदिएको कामको कुरामा तपाईँ आफू उत्तरदायी हुनु पर्दैन भन्ने कुरा हो है। सो यसपछि चाहिँ अर्को कुरा के भनेको छ भन्दा उपनियम 1 बमोजिम निर्धारित पेसागत आचरणको पालना गर्नु गराउनु सबै स्वास्थ्य व्यवसायहरूको कर्तव्य र जिम्मेवारी हुनेछ भन्ने कुरा चाहिँ यसरी लेखा छ। तपाईँले यो प्रोफेसनल कोड अफ कन्डक्ट भन्ने कुरा चाहिँ ख्याल गर्नु होला है, कहिलेकाहीँ सेकेन्ड पेपरमा पनि सोधिरहेको हुन्छ, कहिलेकाहीँ एमसिक्यूमा पनि तल दिएका मध्ये कुन चाहिँ आचरण चाहिँ होइन यो स्वास्थ्य व्यवसायहरूको अन्तर्गत पर्दैन भनेर यस्तो खालको कुरा ख्याल गरिदिन्छ, सोधिदिन्छ है। सो यी कुरामा चाहिँ अलिक तपाईँ स्वयं भएर काम गर्ने है, संयम भएर। कहिलेकाहीँ के त अलिकति बाटो बन्न खोजियो भने कानुन अनुसार चाहिँ कारवाही पर्न सकिन्छ। ल यो अब यो मैले एनएचपिसीको रुल एन्ड रेगुलेसनसँग यति कुराहरू भने, सायद सम्भवतः यहाँहरू सबैजनालाई त्यो विषयमा चाहिँ यस्ता यस्ता कुराहरू कहिलेकाहीँ सोधिराखेका हुन्छ, ख्याल गर्नु होला। यो लगायत अन्य कुराहरू पनि हामी अरू क्लासहरूमा छलफल गर्दै जानेछौँ एनएचपिसीको सम्बन्धी। यो क्वेसन नम्बर 7 को एन्सर के होला भन्नुहोस् त, बेसिक ट्रेनिङ ड्युरेसन अफ न्यू एफसिएसबी भनेको छ। एकदम हामी आज सजिला सजिला खालका प्रश्नहरू जो लाइसेन्समा सोध्न सक्ने है, लोकसेवामा सोध्न सक्ने त्यस्ता क्वेसनहरूलाई चाहिँ अलिक बढी प्रायोरिटी हेरेर छलफल गर्छौँ। के होला भन्नुहोस् त यसको एन्सर? ल अब यो सायद सम्भवतः धेरैजनालाई थाहा छ होइन, अहिले जुन हाम्रो एफसिएचबीको 2076 सालको स्टडिज आइसकेपछि पछिल्लो समय केही रिभाइजहरू भएका छन् होइन। सो न्यू एफसिएचबी स्टडी के अरे नयाँ एफसिएचबीलाई हामीले बेसिक ट्रेनिङ दिने हो, यो सबैलाई थाहा छ होइन। काम गरिराखेका एफसिएचबीलाई चाहिँ हामीले रिफ्रेसर नामक ट्रेनिङ दिन्छौँ। सो कति दिनको हुन्छ भने 10 दिनको हुन्छ है। अनि यो रिफ्रेसर ट्रेनिङको ड्युरेसन कति दिन हुन्छ भने तपाईँले ख्याल गर्नु होला, यो एफसिएचबीबाट प्रायः क्वेसनहरू सोधिराखेको देखिन्छ। सो रिफ्रेसर ट्रेनिङ चाहिँ कति दिनको हुन्छ भने 4 दिनको हुन्छ। यो रिफ्रेसर ट्रेनिङ चाहिँ कति वर्षमा दिने भन्यो भने चाहिँ रिफ्रेसर ट्रेनिङ चाहिँ हरेक 4 वर्षको अन्तरालमा दिने भन्ने है। के कुरा बुझ्नु पर्यो, हरेक 4 वर्षको इन्टरभलमा, ब्राकेटमा हामी लेख्न सक्छौँ इन एभ्री 4 इयर है। मैले तपाईँलाई एकदम सामान्य खालको कुराहरू जानकारी गराइरहेको छु, धेरैजनालाई कति बेला सजिलो पनि लागिरह होला, कति बेला नयाँ पनि लागिरह होला, ख्याल गर्नु होला। इन एभ्री 4 इयरमा दिन्छौँ रिफ्रेसर ट्रेनिङ है। अब अरू कुरा पनि बुझ्नु होला, कहिलेकाहीँ सोधिदिन्छ यो उनीहरूको चाहिँ बैठक बस्नुपर्ने हुन्छ क्या है, आमा समूहको बैठक बस्नुपर्ने हुन्छ, एफसिएचबीले त्यो सञ्चालन गर्नुपर्ने हुन्छ है। सो आमा समूहको बैठक चाहिँ कति महिनामा कति पटक बस्ने भन्यो भने के भन्ने होला ल भन्नुहोस् त? हो, मासिक रूपमा बस्नुपर्ने हुन्छ। तर यो एफसिएचबीको एउटा रिभ्यू मिटिङ भन्ने हुन्छ क्या, है रिभ्यू मिटिङ, समीक्षा कार्यक्रम भन्ने हुन्छ। एफसिएचबीहरू त्यो वडामा भएका एफसिएचबीलाई हामीले बोलाएर उनीहरूले के गरे भनेर छलफल गर्नुपर्ने हुन्छ, के कति काम उनीहरूको प्रोग्रेसको बारेमा। सो रिभ्यू मिटिङ भन्ने हुन्छ यो एफसिएचबीको। कति हुन्छ थाहा छ? ओके, भेरी गुड है। इन एभ्री 6 मन्थमा गर्ने गर्छौँ, हरेक 6 महिनामा यो रिभ्यू मिटिङ गर्ने गर्छौँ। इन एभ्री 6 मन्थमा एकपटकमा है, एकपटक गर्दाखेरि हामीले 2 दिन जति है, 2 डेज जतिको हुने गर्छ हेर्नुहोस्, हरेक 6 महिनामा इन एभ्री 6 मन्थमा। भन्नुको मतलब वर्षमा कति पटक हुन्छ भन्यो भने वर्षमा यो रिभ्यू मिटिङ 2 टाइम्स हुन्छ, किनभने एक वर्षमा 12 महिना हुन्छ होइन, 6 महिनामा गर्दा 2 टाइम्स है, 2 टाइम्स इन अ इयर है।
वर्षमा 2 पटक गर्छौँ भन्ने कुरा बुझ्नु पर्यो। यो वर्षमा 2 पटक भनेको कहिले कहिले हुन्छ भने नै प्रायः जसो एउटा चाहिँ मक्सिरतिर हुन्छ, हेर्नुहोस् है, एउटा चाहिँ मक्सिरतिर हुन्छ, अर्को चाहिँ हाम्रो कहिले हुन्छ त जेठतिर हुन्छ है, मक्सिरतिर र जेठतिर हुन्छ। सो मक्सिरतिर र जेठतिर ल मक्सिर र जेठमा है वर्षमा 2 पटक हुन्छ भन्ने कुरा बुझ्नु होला। रिफ्रेसर मिटिङ मैले ट्रेनिङको बारेमा भने बेसिक ट्रेनिङको बारेमा त यहीँ लेखिरहेको छ, बेसिक ट्रेनिङ 10 दिनको हुन्छ भन्ने कुरा बुझ्नु होला। यो कसलाई दिन्छ भने न्यू एफसिएसबीलाई दिन्छ। रिफ्रेसर ट्रेनिङ कसलाई दिने हो भने रिफ्रेसर ट्रेनिङ तपाईँले बुझ्नु होला, यो चाहिँ हाम्रो वर्किङ एफसिएसबीलाई दिन्छ है। रिफ्रेसर ट्रेनिङ कसलाई दिने हो भने वर्किङ एफसिएसबीलाई, भन्नुको मतलब काम गरिराखेको एफसिएसबीलाई दिने हो। र अर्को कुरा के बुझ्नु होला भन्दा एफसिएसबीको रिभ्यू मिटिङ वर्षमा कति पटक हुन्छ भने वर्षमा 2 पटक हुन्छ भन्ने कुरा तपाईँले ख्याल गर्नु होला है। प्रायः 6 महिनाको अन्तरालमा हुने गर्छ भन्ने कुरा चाहिँ हामीले बुझ्नुपर्ने हुन्छ। अब मैले अर्को पनि एफसिएसबी गाडी क्वेसन राखेको छु। यो क्वेसन भनेको चर्चित क्वेसन हो, पपुलर क्वेसन हो है। ल के होला भन्नुहोस् त, यो क्वेसन आयो भने मोस्ट अफ दि है 90% भन्दा बढीले मिलाउने हो यो क्वेसन। ल के होला तपाईँको विचारमा भन्नुहोस् त यसको एन्सर। एफसिएसबी कसले सेलेक्सन गर्छ, अर्थात् एफसिएसबी सेलेक्सन गर्ने काम कसको हो भनेर छ। एफसिएसबी आर सेलेक्टेड बाई वार्ड चेयरपर्सन्स है, हेल्थ फेसिलिटी इन्चार्ज, मदर ग्रुप, त्यसै गरी कम्युनिटी पिपल। कसको होला ल भन्नुहोस् त। यो त सजिलो खालको प्रश्न हो, यो धेरैजनाले मिलाउनु पर्ने हुन्छ। ल खै भन्नुहोस् त, यो हाम्रो के हो, जोडिएको साथीहरूको च्याट गर्न नमिलेको हो कि के हो खासमा? साथीहरूको अवस्था त बिजोग छ नि। ल यो अहिलेसम्म अलि अप्ठ्यारो अप्ठ्यारो भएर रहेछ च्याट गर्न। जुममा जोडिएको साथी त्यसै गर्न सक्नुहुन्छ, फेसबुकमा जोडिएको साथीले कमेन्ट बक्समा गएर च्याट गर्नु होला है त। ल एफसिएस यो एकदमै सजिलो क्वेसन हो, यसमा मैले त्यति धेरै भनिराख्नु पर्दैन। एफसिएसबी सेलेक्सन गर्ने काम कसको भने आमा समूहको हो। आमा समूहको है, आमा समूहमा कतिजना हुन्छन् भन्यो भने एउटा आमा समूहमा है, एउटा आमा समूहमा, एउटा आमा समूहमा है, एउटा आमा समूह भनेको मदर ग्रुप है, एउटा आमा समूहमा समूहमा 15 जना सदस्य हुन्छन् है त। एउटा आमा समूहमा कतिजना सदस्य हुन्छन् भन्यो भने 15 जना सदस्य हुन्छन्, 15 जना सदस्य हुन्छन् है। एउटा आमा समूहमा 15 जना सदस्य हुन्छन्। अब अर्को कुरा के बुझ्नु होला भन्दा आमा समूहको काम के हो त, हाम्रो एफसिएसबी सेलेक्सन गर्ने काम हो। सजिलो छ है यो। अब अर्को 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 क्वेसनमा जाउँ, सायद मैले यसमा त्यति धेरै भनिराख्नु पर्दैन। एफसिएसबी सेलेक्सनको कुरा भयो। अरू के भन्नुपर्छ, एफसिएसबी एफसिएसबी कार्यक्रम कहिले काहीँ थाहा पाउनु होला। यो एफसिएसबी कार्यक्रम कहिले सुरुवात भएको भने एफसिएसबी कार्यक्रम सुरुवात भएको चाहिँ, एफसिएसबी प्रोग्राम सुरुवात भएको चाहिँ कहिलेबाट हो भने इनिसिएटेड इन 2045-46 बिएस 2045-46बाट यो कार्यक्रमको सुरुवात भएको। हेर्नुहोस् है, यो एफसिएसबी कार्यक्रमसम्मको केही कुरा लेख्दैछु। एफसिएसबी प्रोग्राम प्रोग्राम इनिसिएटेड इन कहिले त हाम्रो 2045-46 45-46 बिएसबाट सुरुवात भएको होइन, अर्थात् 1988-89 भनेर भन्छौँ हामी। एडीमा चाहिँ 1988-89 एडीबाट यो कार्यक्रम सुरुवात भएको देखिन्छ। र एफसिएसबी को अर्को भनेको एफसिएसबी डे है, एमसिक्यूमा प्रायः सोधिराख्ने भनेको, लाइसेन्सतिर पनि सोधिराख्ने। एफसिएसबी डे भनेको कहिले भने डिसेम्बर 5मा है, डिसेम्बर 5मा चाहिँ एफसिएसबी डे मनाउने गरिन्छ हरेक वर्ष डिसेम्बर 5मा चाहिँ। अनि ट्रेनिङको कुरा थाहा पाउनु होला। अनि त्यसपछि अब एफसिएसबी सेलेक्सनका क्राइटेरियाहरू छन्, एफसिएसबी कसरी सेलेक्सन गर्ने भन्ने छ है। सो यो सेलेक्सन क्राइटेरियाको बारेमा मैले थोरै भनेँ है, एफसिएसबी सेलेक्सन क्राइटेरियाको बारेमा एकैछिन मैले भनेर। अब एफसिएसबी कसलाई सेलेक्सन गर्ने, कसरी सेलेक्सन गर्ने, सेलेक्सन गर्ने काम त आमा समूहको रहेछ। क्राइटेरिया के हो त, कसरी सेलेक्सन गर्छन् भन्यो भने क्राइटेरिया है, क्राइटेरिया फर सेलेक्सन अफ एफसिएसबी भनेको पनि चाहिँ तल दिएका मध्ये एफसिएसबी सेलेक्सनको क्राइटेरियामा कुन पर्दैन भनेर यस्ता खालका सोधिन्छ कि केही मापदण्डहरू छन् सेलेक्सन अफ एफसिएसबीको लागि चाहिँ। अब यसमा के हो भने 1 नम्बरमा म लेख्छु तपाईँलाई है, एक नम्बरमा उमेर कति वर्ष हुनुपर्छ भने कुनै पनि महिला है, एफसिएसबी को भन्छ त महिला मात्रै भन्छ। कुनै पनि महिलाको उमेर कति हुनुपर्छ त 25 वर्ष पुरा भई 45 वर्ष नकटेको हुनुपर्छ, यो तपाईँ सबैलाई थाहा छ है। अब योग्यताको कुरा गर्दा है, योग्यता भनेको नचाहिने भनेको नेता बन्नलाई मात्रै हो, अरू ठाउँमा प्रायः ठाउँमा योग्यता खोज्छ हेर्नुहोस् है। अब योग्यता कति हुनुपर्छ भने इभन एफसिएसबी बन्नलाई चाहिँ योग्यता चाहिने, अनि नेता बन्नलाई देशको नीति बनाउनेलाई चाहिँ योग्यता नचाहिने भन्ने छ हेर्नुहोस् है। अब यस्तो छ है, क्वालिफिकेसनको हिसाबले चाहिँ यहाँ कति हुनुपर्छ भने यो यसमा फरक छ है, फरक छ। के लेखिरहेको छ भन्दा हाम्रो तराई र है, तराई एन्ड हिल्ली रिजनमा है, तराई र पहाडमा चाहिँ कति हुनुपर्ने भनेको छ भन्दा तराई र हिल्ली रिजनमा चाहिँ 10 क्लास पास हुनु पर्यो भनेको छ, 10 क्लास पास गरेको हुनुपर्ने भनेको छ है, अर्थात् अहिलेको शब्दमा एसई पास गरेको हुनुपर्ने भन्यो। अनि माउन्टेन रिजनमा है, माउन्टेन रिजनमा र
रिमोट एरियामा दुर्गम क्षेत्रहरूमा माउन्टेन र रिमोट एरियामा चाहिँ 8 क्लास पास गरेको हुनुपर्ने भनेको छ। हेर्नुहोस् है, कति क्लास पास रे 8 क्लास पास गरेको हुनुपर्ने भनेको छ। यसको कुरा भयो, क्वालिफिकेसनको कुरा भयो। अनि अर्को भनेको विवाहित महिला हुनुपर्ने भनेको छ है, म्यारिड वुमेन हुनुपर्ने भन्ने कुरा गरेको छ। त्यसै गरी अर्को भनेको चाहिँ वुमेनहरूमा पनि कस्तो महिलालाई बढी प्राथमिकता दिने भन्दा मार्जिनलाइज्ड कम्युनिटिजको महिलालाई है, प्रायोरिटी सुड बी गिभन फर दोज वुमेन हु आर फ्रम, है कसलाई प्रायोरिटी दिने भन्यो भने प्रायोरिटी सुड बी गिभन फर दोज वुमेन, म अलि छिटो बोलिरहेको छु, सायद तपाईँलाई यतिको ठिकै लागिरह होला भन्ने लाग्छ मलाई है, गिभन फर दोज वुमेन। किनभने यो यतिको नगरेमा हाम्रो धेरै क्वेसनहरू छ होइन, छलफल गर्नुपर्ने हुन्छ। फर दोज वुमेन, वुमेन हु आर फ्रम के त, हु आर फ्रम दलित है, हु आर फ्रम दलित जनजाति, दलित कमा जनजाति एन्ड मार्जिनलाइज्ड कम्युनिटिज है, यो समुदायको महिलालाई चाहिँ विशेष प्राथमिकता दिने भनेको छ। हेर्नुहोस् है, कस्तो समुदायको महिलालाई विशेष प्राथमिकता दिने भन्यो भने दलित कम्युनिटी, जनजाति र मार्जिनलाइज कम्युनिटिजको महिलालाई चाहिँ विशेष प्राथमिकता दिएर छान्ने भनेको छ। त्यसै अर्को अर्को के लेखेको छ भन्दा 5 नम्बरमा चाहिँ कम्तीमा पनि 5 वर्ष काम गर्ने इच्छुक हुने महिलालाई चाहिँ बढी प्राथमिकता दिने भनियो है। कति वर्ष काम गर्ने इच्छुक हुनु पऱ्यो त, इन्ट्रेस्टेड टु वर्क एज एफसिएसबी, INTERESTED, इन्ट्रेस्टेड टु वर्क है, टु वर्क एज अ एफसिएसबी है, एफसिएसबी के त फर एटलिस्ट 5 इयर है, कम्तीमा पनि 5 वर्ष काम गर्न इच्छुक हुनुपर्ने भन्ने कुरा। 5 इयर्स ख्याल गर्नु होला, यो 5 वर्ष है। यहाँ चाहिँ दलित जनजाति र मार्जिनलाइज, यहाँ चाहिँ कसलाई दिने त, म्यारिड वुमेनलाई है। हिल्ली र माउन्टेन रिजनमा चाहिँ, हिल्ली र तराईमा चाहिँ 10 क्लास पास, अनि माउन्टेन र रिमोट एरियामा 8 क्लास पास, एज चाहिँ 25 देखि 45, यी भनेको अलिक मेजर कुरा हुन् है। अब अरू पनि छन्, जस्तै नट इन पेड जब है, कतै जागिर खाएको हुनु हुँदैन भनेको छ है, नट इन के त पेड जब है, तलबी जागिर खाएको हुनु भएन भन्ने हो है। बेरोजगारहरूलाई चाहिँ छान्ने भन्ने यसको मतलब चाहिँ है, किनभने यो भना त भोलन्टियर भएर काम गर्ने हो है। त्यसै गरी अर्को भनेको नट इङ्गेज इन एनी पोलिटिक्स, कुनै राजनीतिक दलमा आबद्ध भएको अर्थात् कुनै एक्टिभ राजनीति गर्ने चाहिँ हुनु भएन भन्ने हो। नट इङ्गेज इन एनी, नट इङ्गेज इन एक्टिभ पोलिटिक्स है, एक्टिभ पोलिटिक्स। ल, यति कुरा छ, यति कुरा तपाईँले बुझ्नुहुन्छ, सायद थ्योरी क्लासमा पनि पढिराख्नु भएको छ होला है। अब अगाडि जाऊँ है, मैले एफसिएसबी कार्यक्रमसँग जे होस् मेजर मेजर कुराहरू भनेको छु। अब अर्को कार्यक्रमलाई पनि मैले ठ्याक्क जोडिहालेँ। विच अफ द फलोइङ सर्भिस इज नट थ्रु पिएसयुआरसी भनेको छ। सायद यो पिएसयुआरसी भनेको तपाईँले थाहा पाउनु भएको छ होला, हामीलाई गाउँघर क्लिनिक भन्छौँ है। द्याट मिन्स यो कम्युनिटी लेभलमा गएर है, यो कम्युनिटी लेभलमा गएर के गर्ने हो त, हामीले चलाउँछौँ। हरेक महिनामा एउटा फिक्स डेट फिक्स टाइम हुन्छ, त्यो समयमा हामीले के गरेर गर्छौँ त, गाउँघर क्लिनिक चलाउँछौँ। ल भन्नुहोस् त के होला, यो गाउँघर क्लिनिकबाट तल दिएका मध्ये कुन चाहिँ सर्भिस दिँदैन होला, मलाई फ्याट्ट लाएर भन्नुहोस् त। गाउँघर क्लिनिकबाट पिएसयुआरसीबाट नदिने सेवा तलका मध्ये कुन होला, इन्जेक्सन डिपो, इन्जेक्सन टिडी, एल्बेन्डाजोल डिस्ट्रिब्युसन, पिल्स। ओके है। अब यहाँ के, अब धेरैजनालाई लाग्यो होला होइन, अब यो सबै दिन्छ कि जस्तो लागेर है। अब के कुरा बुझ्नु होला भन्दा तपाईँलाई चाहिँ मैले यसलाई चाहिँ सर्भिसेस प्रोभाइडेड फ्रम पिएसयुआरसी भनेर एउटा टपिक लेखाउँछु है। के सेवाहरू दिन्छ भन्यो भने यो पनि प्रायः कहिलेकाहीँ सोधिराखेको देखिन्छ, सर्भिसेस प्रोभाइडेड फ्रम है। यो गाउँघर क्लिनिक भन्ने यो स्वास्थ्य संस्थाबाट केही टाढा गएर है, समुदाय जहाँ चाहिँ हार्ड टु रिच पपुलेसनहरू बसिरहेका हुन्छन्, जहाँ सजिलैसँग स्वास्थ्य संस्था पुग्न सक्दैनन् त्यहाँका मान्छे हो, त्यस्तो ठाउँमा गएर यो क्लिनिक चलाउने हो। सधैँ चलाउन सकिँदैन, महिनामा दिन तोकिएको हुन्छ, यो गते होइन, यो ठाउँमा गएर चलाउने भनेर लोकेसन फिक्स हुन्छ, सबै कुरा फिक्स गरिएको हुन्छ। सो हरेक महिनामा चाहिँ चलाउने गरिन्छ। हेर्नुहोस् है, सर्भिसेस प्रोभाइडेड फ्रम पिएसयुआरसी भन्यो भने चाहिँ के हो भने नि, गाउँघर क्लिनिकबाट के सेवाहरू दिन्छ भने जस्तै हाम्रो सेफ मदरहुडको सेवा दिन्छ, के अरे चाइल्ड हेल्थको है, चाइल्ड हेल्थ सम्बन्धी बच्चा बच्चीको, जस्तै बच्चाको निमोनिया भने निमोनियाको उपचार, डायरिया भने डायरियाको उपचार होइन। अनि ग्रोथ मोनिटरिङ गर्ने काम गर्छ। चाइल्ड हेल्थमा मैले के भने निमोनिया, डायरिया, ग्रोथ मोनिटरिङको काम गर्छ है। निमोनियाको ट्रिटमेन्ट, निमोनिया एन्ड डायरियाको ट्रिटमेन्ट, निमोनिया एन्ड डायरियाको ट्रिटमेन्ट गर्ने, जस्तै निमोनिया भएको छ भने एमोक्सिसिलिन दिने होला, डायरिया भएको छ भने जिङ्क प्लस ओआरएस दिने होला है, यो उपचार गर्ने भनेको छ। त्यसै गरी अर्को भनेको ग्रोथ मोनिटरिङ, बालबालिकाको के पनि काम गर्छ त, ग्रोथ मोनिटरिङ गर्ने काम गर्छ है, ग्रोथ मोनिटरिङ गर्ने काम, वृद्धि दर अनुगमन गर्ने काम गर्छ। त्यस्तै अर्को हाम्रो के लेख्न सक्छौँ भन्दा सेफ मदरहुड है। सेफ मदरहुड भनेको आमासँग रिलेटेड सेवा, जस्तै एएनसी, पिएनसी है, यस्ता सेवाहरू पनि गर्छ भन्ने कुरा बुझ्नु होला है। के गर्छ अरे, एएनसी है, मैले मेजर मेजर कुरा मात्रै लेखेँ है, पिएनसी यस्ता सेवाहरू पनि काम गर्छ त्यहाँ। त्यस्तै हाम्रो अर्को के पनि गर्छौँ भन्दाखेरि 3 नम्बरमा मैले फ्यामिली प्लानिङ सम्बन्धी सेवा
है। फ्यामिली प्लानिङ सम्बन्धी सेवामा के सर्भिस दिन्छ भन्यो भने त्यहाँबाट तपाईँलाई थाहा हुनुपर्छ। हेर्नुहोस् है, यो फ्यामिली प्लानिङमा है सबै फ्यामिली प्लानिङको कन्ट्रासेप्टिभ दिन सकिँदैनन्। त्यहाँ त्यहाँ के दिन्छ भन्यो भने कन्डम दिन्छ। हेर्नुहोस् है, कन्डम सप्लाई गर्ने काम। त्यसै गरी डिपो है, त्यसै गरी साइना प्रेस, SAYANA साइना प्रेस। त्यसै गरी अर्को कन्ट्रासेप्टिभ छ OCP है, ओरल कन्ट्रासेप्टिभ पिल्स पनि के त त्यहाँबाट वितरण हुन्छ। त्यस्तै गरी अर्को 4 नम्बरमा लेखेँ मैले। अर्कोमा के लेखेँ भन्दा हेल्थ एजुकेसन। अब मेन कामै स्वास्थ्य शिक्षा दिने हो। कम्युनिटीमा जाने, अवेरनेस जस्ता क्रियाकलापहरू गर्ने होइन, विभिन्न रोग सम्बन्धी होला, विभिन्न होइन समस्या सम्बन्धी होला। त्यसै गरी 5 नम्बरमा चाहिँ फर्स्ट एड है, सामान्य प्राथमिक उपचार है, फर्स्ट एडको उपचार गर्ने भन्ने हो। सो अब फ्यामिली प्लानिङमा होइन यति कुरा आयो। यहाँ इम्युनाइजेसन रिलेटेड सर्भिस चाहिँ दिँदैन। इन्जेक्सन TD भनेको चाहिँ इम्युनाइजेसन सर्भिस हो। यो बरु EPIORCबाट दिन्छ होइन, यो बरु EPIORCबाट दिन्छ। अन्य विभिन्न स्वास्थ्य संस्थाहरूबाट दिन्छ। इन्जेक्सन TD चाहिँ त्यहाँबाट दिँदैन। अप्सन नम्बर B भनेको चाहिँ यसको करेक्ट एन्सर हो। सायद तपाईँहरू धेरैजनालाई थाहा छ होला, यो PSCORC भनेको चाहिँ है, म थोरै अरू कुरा पनि जोडेँ यसमा। मैले एकदम छोटो क्लासमा धेरै इन्फर्मेसन दिनका लागि तयार पारेको छु। PSCORCको बारेमा अरू पनि तपाईँहरूलाई थाहा हुनुपर्छ। हेर्नुहोस् है, यो PSCORC भनेको कहिले सुरुवात भएको भने PSCORC प्रोग्राम चाहिँ PSCORC नामक कार्यक्रम इनिसिएटेड इन कहिले भन्यो भने 2051-52 BS मा है, 2051-52 म केही थाहा पाउन्न भन्न पाइएन। हेर्नुहोस् है, 51-52बाट सुरुवात भएको हो। अनि कतिवटा जिल्लाबाट भन्यो भने फ्रम 5 डिस्ट्रिक्ट्सबाट हेर्नुहोस् है, 5वटा जिल्लाबाट सुरुवात भएको हो। यति कुरा थाहा पाउनु होला। अनि नम्बर अफ PSCORC क्लिनिक भन्यो भने कतिवटा चलाउने होला थाहा छ तपाईँलाई? नम्बर अफ PSCORC क्लिनिक कतिवटा चलाउन पाइन्छ? नम्बर अफ PSCORC क्लिनिक भन्यो भने चाहिँ PSCORC भन्यो भने चाहिँ कम्तीमा एउटा, बढीमा 5वटा। कतिपयजना साथीहरू झुक्किनु भयो होला, नोट भनेर लेख्नुहोस् यहाँनिर, नोट भनेर। नम्बर अफ EPIORC क्लिनिक कतिवटा हो भन्यो भने EPIORC क्लिनिक चाहिँ नम्बर अफ EPIORC। धेरैजना झुक्किएको देख्छु म यहाँनिर। अब म सम्झिनलाई अलिक सजिलो बनाइदिन्छु। मैले कस्तो लेखेँ, यस्तो लेखेँ। अब यसलाई उल्टो बनाइदिनु, यसरी यता पल्टाइदिनुहोस् त। 3 भयो क्या। सो मिनिमम 3 है, म्याक्सिमम त दुइटैमा 5 छ। यही कुरा बुझ्नु भने 3 to 5 क्लिनिक्स। मैले भनेको बुझ्नुभयो कि भएन? PSCORCमा चाहिँ कम्तीमा एउटा, बढीमा 5वटा भन्ने हो। अब कसैले 2टा चलाउला, कसैले 3टा चलाउला, कसैलाई चाहिँदै चाहिँदैन भने नचलाउन पनि पाइन्छ। सो EPIORC चाहिँ कति भन्यो भने कम्तीमा पनि यस्तो गऱ्यो भने है, यसलाई उल्टो बनाइदिन्छु। EPIORCलाई मैले यस्तो लेखेको छु नि त। सो यसलाई कम्तीमा 3टा, बढीमा 5वटा, अप्पर लिमिट दुइटैमा 5वटा छ। सायद सम्भवतः यसो बुझ्नुभयो। अनि त्यसै गरी यसमा अर्को के छ भन्दा मेन रेस्पोन्सिबिलिटी कसको हो भन्दा PSCORC चलाउने कसको हो ल साथीहरू भन्नुहोस् त तपाईँलाई? PSCORC चलाउने मुख्य दायित्व कसको हो भने तपाईँले के भन्नुहुन्छ? ल भन्नुहोस् त, मेन रेस्पोन्सिबिलिटी कसको हो भन्यो भने PSCORC चलाउने मुख्य दायित्व चाहिँ अहेब अनामिको है त, अहेब अनामिको। यति कुरा तपाईँहरूले बुझ्नुहुन्छ। अर्को कहिलेकाहीँ सोधिन्छ PSCORC कति डिस्टेन्सको टाढा गएर चलाउने भन्यो भने PSCORC र कम्युनिटी पिपुलको डिस्टेन्स चाहिँ कति हुनुपर्छ भन्ने कुरा ख्याल गर्ने है। स्वास्थ्य संस्थाबाट जति पनि टाढा टाढा जानुपर्ने होला, तर के कुरा चाहिँ ख्याल गर्नु पर्यो भने डिस्टेन्स अफ PSCORC के त, डिस्टेन्स अफ PSCORC फ्रम कम्युनिटी पिपुल, समुदायका मान्छेहरूबाट PSCORC को डिस्टेन्स कति हुनुपर्छ भन्यो भने है, टार्गेटेड कम्युनिटिज जसलाई हामीले स्वास्थ्य सेवा दिन खोजिरहेका छौँ हो, त्यो टार्गेटेड कम्युनिटिज पिपुलबाट यसको डिस्टेन्स चाहिँ लेस देन 30 मिनटको हुनुपर्छ। 30 मिनटको डिस्टेन्सभित्र हामीले गाउँघर क्लिनिक सञ्चालन गर्नुपर्ने हुन्छ। अझ 1 घन्टा लाग्ने भयो भने त फेरि आउँदैनन् त्यहाँका मान्छे। सो जसलाई हामीले सेवा दिन खोज्दैछौँ तिनीहरू चाहिँ 30 मिनटमा हाम्रो स्वास्थ्य क्लिनिकमा अर्थात् हाम्रो गाउँघर क्लिनिकमा आइसक्नुपर्छ भन्ने हो। सो यो कुरा चाहिँ तपाईँहरूले ख्याल गर्नु होला है त। सो यसमा अरू थुप्रै कुराहरू छ, हामी अन्य क्लासमा पनि छलफल गर्नेछौँ। मैले आजलाई यो कार्यक्रममा यति नै गरेँ। त्यसपछि हामी अर्कोमा जान्छौँ। यो PHC भन्ने शब्द छ है, यो के होला ल भन्नुहोस् त? यो अस्ति हेल्थ असिस्टेन्टको लोकसु आयोगमा पनि सोधाएको थियो गण्डकी प्रदेशमा। PHC इज भन्यो भने के भन्नुहुन्छ एक शब्दमा? अब सायद तपाईँलाई PHC को बारेमा धेरै क्वेसन सोधेको देखिन्छ है, विभिन्न इक्जाममा विभिन्न ठाउँबाट चाहिँ। जस्तै PHC को डेफिनेसन के हो है, PHC को डेफिनेसन तपाईँलाई थाहा पाउनुपर्ने हुन्छ। अलमाटा डिक्लेरेसन हुँदा WHO दिएको एउटा डेफिनेसन छ। त्यस्तै गरी यसका प्रिन्सिपलहरू छन्, है यसका कम्पोनेन्ट अर्थात् इलिमेन्टहरू छन्। यो कुरा चाहिँ तपाईँलाई थाहा हुनुपर्छ। हेर्नुहोस् है, कमसेकम यति कुरा थाहा हुनुपर्छ। अनि यसको हिस्ट्रीको बारेमा थोरै थाहा पाउनु भने अझ बेटर है। हिस्ट्री कहाँबाट आयो, कहिले आयो, किन आयो भन्ने कुरा चाहिँ। ल भन्नुहोस् त, PHC के हो भने एक शब्दमा भन्नुपर्दा तपाईँले के भन्नुहुन्छ? अलिक चहल पहल दिनुहोस् न। हाम्रो फेसबुकमा हेरेको साथी हेरै मात्रै हो क्या? खै त हाम्रो फेसबुकमा जोडिएका साथीहरू। ओके, यहाँ सबिनाजी, ज्ञानुजी, ल बखत मल्ल ठकुरी। ओके ओके, PHC स्ट्राटेजी भनेर भन्नुभएको छ उहाँले। अप्सन नम्बर C धेरैले एन्सर भनेर राख्नु भएको छ। सो भेरी गुड। यसको एन्सर के हो त? PHC के हो भने एक शब्दमा भन्नुपर्दा PHC भनेको के हो त? स्ट्राटेजी हो। के हो त? स्ट्राटेजी हो। एक शब्दमा भन्नुपर्दा हामी यसको फुल फर्म भन्छौँ प्राइमेरी हेल्थ केयर
है, प्राइमेरी हेल्थ केयर भनेर भन्छौँ पिएचसी। त मलाई भन्नु त यो पिएचसीको कन्सेप्ट कहिले र कहाँबाट आएको, पिएचसीको कन्सेप्ट कहिले र कहाँबाट आएको भन्यो भने के भन्नुहुन्छ ल भन्नुहोस् त। पिएचसीको कन्सेप्ट कहिले र कहाँबाट आएको भन्यो भने सन् 1978मा अल्मा आटा डिक्लेरेसनबाट आएको भनेर तपाईँले बुझ्नुपर्ने हुन्छ। ध्यान चाहिँ तपाईँले के बुझ्नु पऱ्यो त, पिएचसीको कन्सेप्ट अल्मा आटा डिक्लेरेसनबाट आएको, कहिले आएको भन्यो भने सन् 1978मा आएको, यति कुरा तपाईँले बुझ्नुपर्ने हुन्छ है। अब अल्मा आटा डिक्लेरेसन हुँदा नेपाल लगायत विश्वका 134वटा कन्ट्री के थिए त, सहभागी थिए। अल्मा आटा डिक्लेरेसन हुँदा विश्वका 134वटा देशहरू के थिए त, सहभागी थिए है, सहभागी थिए। यसमा को पनि थियो, नेपाल पनि थियो है। यति कुरा तपाईँलाई थाहा हुनुपर्छ। अब यसका प्रिन्सिपल कतिवटा छन् भन्यो भने अल्मा आटा डिक्लेरेसन हुँदा 4वटा प्रिन्सिपल र 8वटा एलिमेन्ट सेट गरिएको थियो है। तपाईँले थाहा पाउनुभएको छ होला है। डिक्लेरेसन हुँदा 1978मा सुरुमा चाहिँ, अब पछि विभिन्न कुरा रिभाइज गरियो होइन, 4वटा प्रिन्सिपल र 8वटा कम्पोनेन्ट सेट गरिएको थियो। अब यो विषयमा तपाईँलाई अझ अलिक बढी थाहा हुनुपर्छ। जस्तै 4वटा प्रिन्सिपल के हुन् भन्यो भने तपाईँले त्यो कुरा पनि जान्नुपर्ने हुन्छ है। म एउटा क्वेसन दिन्छु यहाँनिर, फ्याट्ट भन्नुहोस् त, पिएचसीसँगै सम्बन्धित यो प्रश्न पनि। ल अहिले बल्ल यो फेसबुकतिरको साथीहरूले पनि कमेन्ट गर्न थाल्नु भएको रहेछ। ओके, मिना ओलीजी, कृष्ण, अनिता, के होला भन्नुहोस् त, द फर्स्ट एन्ड फरमोस्ट इलिमेन्ट अफ पिएचसी इज भन्यो। ओके, अप्सन ठिक छ। द फर्स्ट एन्ड फरमोस्ट इलिमेन्ट अफ पिएचसी, पिएचसीको पहिलो इलिमेन्ट अर्थात् इलिमेन्ट नभनेर इक्जाममा कम्पोनेन्ट पनि भनिदिन सक्छ, के होला ल भन्नुहोस् त। क्वेसनमा के भन्यो, फर्स्ट है, फर्स्ट एन्ड फरमोस्ट इलिमेन्ट भनेको छ है। इम्युनाइजेसन्स हो जस्तो मलाई लाग्दैन है। फर्स्ट इलिमेन्ट्स, यसको निमोनिक्स नै के हो त, इएलइएम है, इएनटिएस भन्ने नै हो क्या होइन, इलिमेन्ट्स। यति यति तपाईँलाई थाहा छ होला। अब यी इलिमेन्ट्सका कुरा गर्दै गर्दा हामीले फर्स्ट ईबाट के बुझ्छौँ भन्दा एजुकेसन भन्ने हो। कस्तो एजुकेसन दिने, गाउँ गाउँमा गएर स्वास्थ्य सम्बन्धी शिक्षा दिने, हेल्थ एजुकेसन। यीबाट के हो त, एजुकेसन है, एजुकेसन, एजुकेसन भन्ने हो। हेल्थ एजुकेसन भन्ने कुरा सम्झिनु होला। अप्सन नम्बर बी भइ नै हाल्यो यसको एन्सर होइन। एलबाट लोकल्ली इन्डेमिक डिजिज कन्ट्रोल गर भन्छ है। लोकल्ली इन्डेमिक डिजिज के गर्ने, कन्ट्रोल गर भन्छ। इन्डेमिक डिजिज है, इन्डेमिक डिजिज के गर्नु पर्यो, कन्ट्रोल गर्नु पर्यो। लोकल्ली इन्डेमिक डिजिज कन्ट्रोल गर्नु पर्यो। अर्को यीबाट के छ भन्दा इसेन्सियल ड्रग भन्ने छ है, इसेन्सियल के त, ड्रग भन्ने छ है। एमबाट के भन्दा म्याटर्नल एन्ड चाइल्ड हेल्थ, एमसिएच है। यसमा यति यति मात्रै होइन, इन्क्लुडिङ फ्यामिली प्लानिङ भन्ने पनि छ है, तपाईँले बुझ्नुहुन्छ। अर्को यीबाट के हो भन्दा इपिआई, खोप कार्यक्रम है। इपिआई भनेको इम्युनाइजेसन। एनबाट के हो भन्दा न्युट्रिसन है, एनबाट के हो त, न्युट्रिसन हो। टीबाट के हो भन्दा त ट्रिटमेन्ट अफ कमन डिजिज एन्ड इन्जुरिज भन्ने छ है, ट्रिटमेन्ट अफ कमन डिजिज एन्ड इन्जुरिज, सिओएमएमओएन, कमन डिजिज एन्ड इन्जुरिज, कमन डिजिज एन्ड इन्जुरिज। त्यसै गरी अर्को एसबाट के छ भन्दाखेरि, एसबाट चाहिँ हाम्रो सेफ वाटर सप्लाई एन्ड सेनिटेसन भनियो। के हो अरे साथीहरू, सेफ वाटर सप्लाई एन्ड सेनिटेसन है, सेफ वाटर सप्लाई एन्ड सेनिटेसन, एसएनआइटिएटिआई, सेनिटेसन हो। यो कुरा चाहिँ तपाईँले ख्याल गर्नुपर्ने हुन्छ है त। सो यी भनेका के भयो त, हाम्रा कम्पोनेन्ट अर्थात् इलिमेन्ट्स अफ पिएचसी भनेर भयो है, इलिमेन्ट्स अर्थात् कम्पोनेन्ट्स अफ पिएचसी। ख्याल गर्नु होला, मैले 8वटा लेखेँ। नेपालको कन्टेक्समा 2टा एक्स्ट्रा पनि छ, मेन्टल हेल्थ र डेन्टल हेल्थ। अब प्रिन्सिपल कतिवटा छ भने प्रिन्सिपल 4वटा भनेर कुरा हामीलाई थाहा भयो होइन। प्रिन्सिपल कतिवटा थियो साथीहरू, प्रिन्सिपल 4वटा, मैले फ्याट्ट लेखिदिइहालेँ। जस्तै प्रिन्सिपल पिआरआइएनसिआइपिएल, प्रिन्सिपल चाहिँ 5वटा हो अहिले पछिल्लो समय चाहिँ, 4वटा भनेर अहिले सम्झिनुहुन्छ। अहिले मैले 4वटा लेखेँ। सो सम्झिनलाई पनि तपाईँलाई सजिलो छ। प्लस 2 साइन्स पढेको आइएसी भन्छौँ, तर यहाँ सम्झिनलाई आइएसिई भनेर सम्झिने है, आइएसी भनेर सम्झिने। आईबाट इन्टर सेक्टरल कोअर्डिनेसन है, के अरे इन्टर सेक्टरल कोअर्डिनेसन अर्थात् मल्टी सेक्टर कोअर्डिनेसन भन्छौँ, इन्टर सेक्टरल कोअर्डिनेसन्स। यति कुरा तपाईँलाई थाहा छ। त्यस्तै अर्को भनेको एबाट के हो भन्दा अप्रोप्रिएट टेक्नोलोजी भन्ने हो है, उपयुक्त टेक्नोलोजी हुनुपर्छ भन्ने हो, अप्रोप्रिएट टेक्नोलोजी। एकदमै चर्चित टपिक हो, अलि राम्रोसँग ख्याल गर्नु होला है। सीबाट चाहिँ के हो भन्दा कम्युनिटी पार्टिसिपेसन भन्ने हो। सीबाट के हो अरे, कम्युनिटी पार्टिसिपेसन। अहिले लास्टमा एउटा छ, त्यो भनेको इक्विटेबल डिस्ट्रिब्युसन भन्ने हो है। निड बेसिसमा चाहिँ रिसोर्सको डिस्ट्रिब्युसन गर्नुपर्छ भन्ने हो, इक्विटेबल है, इक्विटेबल डिस्ट्रिब्युसन्स। ल यति कुरा तपाईँहरूले बुझ्नुहुन्छ सायद, सम्भवतः यसमा त्यति धेरै साथीहरूलाई समस्या होला। लास्टमा चाहिँ प्रिभेन्सन, फोकस अन प्रिभेन्टिभ केयर भन्ने छ है त, अहिलेको पछिल्लो समय भनेको। अब यसमा मैले त्यति धेरै परिचर्चा गरिराख्नु परेन, अरू हामी छलफल गरौँला बिस्तारै क्लासमा। यसमा चाहिँ मैले आजलाई यति गरेँ। प्रश्न नम्बर 12को के होला आन्सर ल भन्नुहोस् त। ओटोवा चार्टर 1986 इज रिलेटेड टु केसँग सम्बन्धित छ, यो ओटोवा चार्टर 1986 केसँग सम्बन्धित छ ल भन्नुहोस् त साथीहरू। है, यो ओटोवा भनेको त ठाउँको नाम हो है, ख्याल गर्नु होला, ठाउँको नाम हो है। ओटोवा भनेको क्यानाडा है, क्यानाडामा छ है। यो ओटोवा चार्टर भन्ने छ है, 1986 केसँग सम्बन्धित छ ल भन्नुहोस् त। ओके, भेरी गुड है, यो पनि धेरैजनाले मिलाउनु भएको छ। ओके, खोइ त हाम्रो फेसबुकमा हेरेको साथीहरूलाई।
ल ठिक छ। ओटोवा चार्टर केसँग सम्बन्धित छ भन्यो भने ओटोवा चार्टर केसँग सम्बन्धित छ त रिप्रोडक्टिभ हेल्थसँग होइन, हेल्थ प्रमोसनसँग। भेरी गुड है, हेल्थ प्रमोसनसँग है। पहिलो हेल्थ प्रमोसनको कन्फरेन्स कहिले भएको थियो भने 1986मा है, 1986मा भएको कन्फरेन्स हो है। ओटोवा चार्टर 1986 भनेको फर्स्ट इन्टरनेसनल हेल्थ प्रमोसन कन्फरेन्स भएको टाइम हो। फर्स्ट इन्टरनेसनल हेल्थ प्रमोसन कन्फरेन्स। तपाईँलाई कहिलेकाहीँ सोधिदिनु सक्छ फर्स्ट इन्टरनेसनल हेल्थ प्रमोसन कन्फरेन्स कहाँ भएको थियो भने ओटोवामा भएको थियो है। कहाँ भएको थियो अरे? ओटोवामा भएको थियो। OTTAWA ओटोवामा भएको थियो। कहिले भने 1986मा है, 1986मा भएको थियो है। ओटोवा क्यानाडामा 1986मा फर्स्ट इन्टरनेसनल हेल्थ प्रमोसन कन्फरेन्स भएको थियो। आजको मितिसम्म आइसक्दा हामीसँग 10वटा इन्टरनेसनल हेल्थ प्रमोसन कन्फरेन्स भइसकेका छन् है। यो अन्य विषय चाहिँ तपाईँले ख्याल गर्नु होला। अब यो प्राइमेरी हेल्थ केयर केसँग सम्बन्धित छ भने यो चाहिँ केसँग सम्बन्धित छ त? प्राइमेरी हेल्थ केयर चाहिँ अल्मा आटा है, अल्मा आटा डिक्लेरेसनबाट आएको। मैले अगाडि मात्रै पनि तपाईँलाई भने अल्मा आटा डिक्लेरेसनबाट आएको। अल्मा आटा डिक्लेरेसन चाहिँ कहिले भएको भन्दा 1978मा भएको। प्राइमेरी हेल्थ केयर PHC चाहिँ अप्सन नम्बर सी थियो। पपुलेसन डेभलपमेन्ट यी दुईवटा कुरा हामीलाई त्यति धेरै महत्त्वपूर्ण कुरा भएन होइन। ल यो रिप्रोडक्टिभ हेल्थ भनेको ICPD भन्ने एउटा कन्फरेन्स भएको थियो, त्यो अलि त्योसँग अलिक बढी रिलेटेड छ। मैले यति नै गरेँ यसमा। अर्को प्रश्नमा गएँ म। प्रश्न नम्बर 13मा हेर्नुहोस् त। 13 नम्बरको प्रश्न के होला भन्नुहोस् त? एसडिजी टार्गेट अफ अन्डर 5 मोर्टालिटी रेट बाई नेसनल प्लानिङ कमिसन इज भनेको छ। कति होला भन्नुहोस् त? एसडिजी टार्गेट अफ अन्डर 5 मोर्टालिटी रेट, अन्डर 5 मोर्टालिटी रेट है, U5MR को एसडिजी टार्गेट कति होला? यो भनेको नेपालको टार्गेट भन्न खोजेको हो है। यसमा के होला साथीहरू भन्नुहोस् त? अलि चहल पहल दिनुहोस् न, तपाईँ जतिको मान्छे यहाँ जोडिएपछि त है अलिक हल्ला मचाउनु पऱ्यो त नि। ल हाम्रा केही इन्डिकेटरहरू छन् है, केही इन्डिकेटरहरू छन्, तपाईँलाई यो विषयमा थाहा हुनुपर्छ। एसडिजीका केही चर्चित टार्गेटहरू छन्, धेरै नथाहा पाए पनि अहिलेको समयमा है कमसेकम 2-4वटा टार्गेट थाहा पाउनुपर्छ तपाईँले। इन्डिकेटरहरू छन् जसमा चाहिँ एसडिजीको इनिसियल टार्गेट एउटा थियो है। एसडिजी इनिसियल टार्गेट एउटा थियो। हेर्नुहोस्, इनिसियल टार्गेट एउटा थियो। त्यसै गरी एसडिजीको के त रिभाइज टार्गेट है, रिभाइज एसडिजी टार्गेट एउटा छ है। रिभाइज एसडिजी टार्गेट रिभाइज कहिले भयो भन्नुहुन्छ 2025मा है, 2025मा रिभाइज भएका छन्। केही कुराहरू चाहिँ ख्याल गर्नु होला है। एसडिजीको इनिसियल टार्गेटहरूमा के थिए भने जस्तै म एउटा लेखिदिन्छु। अन्डर 5 भन्दा नियोनेटलबाट सुरु गरौँ। नियोनेटल मोर्टालिटी रेट NMR कति थियो भन्दा इनिसियल टार्गेट लेस देन 12 बनाउने भन्ने थियो, अहिले चाहिँ 15 राखेको छ है। अन्डर 5 मोर्टालिटी रेट कति हो भने अन्डर 5 मोर्टालिटी रेट चाहिँ पहिले कति थियो त हाम्रो? पहिले 20 थियो है, अहिले 20 सकिँदैन भनेर यसले 25मा राखेको छ। ख्याल गर्नु होला। सो यसको एन्सर चाहिँ अब अहिलेको मैले पढाइरहँदा 20 भनेको के अरे 25 भनेको करेक्ट हुने भयो होइन। सो 25 अप्सन नम्बर बी है। अब त्यसपछि अर्को के थाहा पाउनु होला भन्दा MMR है, म्याटर्नल मोर्टालिटी रेट। यो पनि अलिक महत्त्वपूर्ण छ। म्याटर्नल मोर्टालिटी रेट MMR चाहिँ कति भन्दा पहिले चाहिँ लेस देन 70 बनाउने भन्ने थियो, अहिले चाहिँ 110 भन्ने राखेको छ। तपाईँले कम्तीमा पनि यो 3वटा कुरा चाहिँ ख्याल गर्नु होला। मैले अहिलेलाई यति नै भने है। अर्कोमा जाउँ। अर्को प्रश्नमा जान्छौँ हामी। सायद सम्भवतः एसडिजीसँगै रिलेटेड छ भन्ने लाग्थ्यो तर रहेनछ। ल यसको एन्सर के होला भन्नुहोस् त? क्वेसन नम्बर 14 को एन्सर when was EPI launched in नेपाल? EPI भनेको के हो भन्दाखेरि है एक्सपान्डेड प्रोग्राम अन इम्युनाइजेसन भन्ने हो। यो EPI को फुल फर्म के हो त साथीहरू? एक्सपान्डेड प्रोग्राम अन इम्युनाइजेसन भन्ने हो। कहिले सुरुवात भएको होला भन्नुहोस् त? एक्सपान्डेड प्रोग्राम अन इम्युनाइजेसन्स है, विस्तारित खोप कार्यक्रम नेपालमा कहिले सुरुवात भएको भने के भन्नुहुन्छ तपाईँहरू? ल भन्नुहोस् त? एक्सपान्डेड प्रोग्राम अन इम्युनाइजेसन। एकदमै सजिलो खालको प्रश्न राखिएको छ यहाँनिर। EPI नामक कार्यक्रम नेपालले कहिले लन्च गरेको भन्दा सन् 1977मा अर्थात् 2034 सालमा है। 2034 विक्रम सम्बन्धमा चाहिँ यहाँ एडीमा राखेको छ। ख्याल गर्नु होला। यो 1977 भनेको एडीवाला डेट हो है त। सो 2034 सालमा नेपालका कतिवटा त 3वटा जिल्लाबाट यो कार्यक्रम सुरुवात भएको हो। 3वटा जिल्लाबाट कतिवटा भ्याक्सिनबाट भन्यो भने 2टा भ्याक्सिन है। सुरुमा हाम्रो खोप तालिकामा 2टा भ्याक्सिन थियो। ती 2टा भ्याक्सिनको नाम थियो, एउटा भ्याक्सिन थियो BCG, अर्को भ्याक्सिन थियो DPT हो। यो 2वटा भ्याक्सिन चाहिँ 2034 सालमा 3वटा जिल्लाबाट खोप कार्यक्रम सुरुवात भएको। 3वटा जिल्ला चाहिँ के थिए भने धनुषा, रूपन्देही र सिन्धुपाल्चोक। ओके भेरी गुड। WHO ले चाहिँ 1974मा है, यो 1974 वाला डेट चाहिँ WHO ले खोप कार्यक्रम लन्च गरेको डेट हो है। WHO ले के गरे हो त? खोप कार्यक्रम लन्च गरेको डेट हो। भेरी गुड। अब यसमा सायद अहिले मैले धेरै भनिराख्नु पर्दैन, तपाईँलाई थाहा हुनुपर्छ खोप कार्यक्रममा कतिवटा भ्याक्सिन छ भने हाम्रो अहिले राष्ट्रिय खोप तालिकामा है, हाम्रो राष्ट्रिय खोप तालिकामा कतिवटा भ्याक्सिन छ ल मलाई भन्नुहोस् त साथीहरू? राष्ट्रिय खोप तालिकामा नेसनल इम्युनाइजेसन सेड्युलमा टोटल भ्याक्सिनहरू कतिवटा छ? टोटल भ्याक्सिन कतिवटा छ भन्ने तपाईँले बुझ्नुपर्ने हुन्छ है। टोटल भ्याक्सिनको सङ्ख्या चाहिँ 11वटा छ भन्ने कुरा बुझ्नु होला। त्यसै गरी टोटल कतिवटा एन्टिजेन छ भन्यो भने है, टोटल भ्याक्सिन चाहिँ 11 हो भने एन्टिजेन चाहिँ 14वटा। अनि 11वटा खोप लगायो भने कतिवटा डिजिजबाट बचिन्छ भने अग्नेस्ट कतिवटा डिजिजको विरुद्ध भन्यो भने अग्नेस्ट 14 VPD भनेर सम्झिनु होला है त। 14वटा VPD कतिवटा डिजिज भन्यो भने चाहिँ 14वटा डिजिज भनेर तपाईँले बुझ्नुपर्ने हुन्छ। आजलाई मैले यो प्रश्नलाई मैले यति नै गरेँ। प्रश्न नम्बर 15मा जान्छु। प्रश्न नम्बर 15मा छ व्हिच अफ द फलोइङ स्टेटमेन्ट इज नट ट्रु भनेको छ। यसको एन्सर के होला भन्नुहोस् त?
तल दिएको मध्ये कुन चाहिँ भनाइ ठिक छैन? विच अफ द फलोइङ स्टेटमेन्ट इज नट ट्रु? के होला साथीहरू भन्नुहोस् त यसको एन्सर चाहिँ? यो एकदमै धेरै इन्फर्मेसन दिन खोजिएको प्रश्न छ यो चाहिँ। ल यो एसडिजी भनेको सस्टेनेबल डेभलपमेन्ट गोल अर्थात् नेपालीमा तपाईँ दिगो विकासका लक्ष्य भनेर पढ्नुहुन्छ है। यो तल दिएका मध्ये कुन चाहिँ ठिक छैन भनेको छ? यहाँ एमडिजी र एसडिजीसँग राखेको छ। यहाँ हेर्नु भयो भने कुन ठिक छैन भनेर हामीले छुट्याउनु पर्ने छ। विच इज नट ट्रु भनेको छ। द गोल नम्बर 3, 4, 5 अफ एमडिजी आर डाइरेक्टली रिलेटेड टु हेल्थ भनेको छ है। एमडिजीका गोल नम्बर 3, 4, 5 स्वास्थ्यसँग सम्बन्धित छ भनेको छ। अप्सन नम्बर बीमा द गोल अफ एसडिजी इज टु एचिभ बाई 2030। एसडिजी 2030मा एचिभ हुनेवाला छ। यो एकदमै ठिक छ जस्तो लाग्छ मलाई। देयर आर अल टुगेदर 17 गोल एन्ड 169 टार्गेट्स। यो पनि ठिक छ। 17 गोल र 169वटा टार्गेट छन् एसडिजीमा। यो पनि ठिक छ। सो द बेस्ट लाइन इयर अफ एमडिजीको बेस्ट लाइन डेटा कहिले लग्यो थियो? 1990। यो पनि ठिक छ। भनेपछि यहाँ गलत कुन छ भन्दा यसको गलत एन्सर चाहिँ यहाँ कुन ठिक छैन भनेर पत्ता लगाउँछ। अप्सन नम्बर ए चाहिँ ठिक छैन। किन ठिक छैन भन्दा गोल नम्बर 3, 4, 5 होइन, गोल नम्बर 4, 5 र 6 चाहिँ हो है। कुन कुन रे? गोल नम्बर एमडिजीको गोल नम्बर है, गोल नम्बर कति? 4, त्यसै गरी गोल नम्बर 5 र गोल नम्बर 6 चाहिँ केसँग रिलेटेड छ साथीहरू? गोल नम्बर 6 चाहिँ स्वास्थ्यसँग सम्बन्धित छ भनेर तपाईँले बुझ्नुपर्ने हुन्छ हेर्नुहोस् है। गोल नम्बर 4, 5 छ। 4 भनेको के हो भने चाइल्ड मोर्टालिटीसँग सम्बन्धित छ भनेर बुझ्नु होला है। चाइल्ड मोर्टालिटीसँग सम्बन्धित छ। त्यसै गरी गोल नम्बर 5 केसँग सम्बन्धित छ भने म्याटर्नल हेल्थसँग सम्बन्धित छ भनेर सम्झिनु होला है। म्याटर्नल मोर्टालिटीको कुरा छ त्यहाँनिर। अनि गोल नम्बर 6मा चाहिँ के छ भन्दा विभिन्न डिजिजहरूसँग कम्ब्याट गर्ने भन्ने छ। कम्ब्याट एड्स, टिबी, मलेरिया एन्ड अदर डिजिज भन्ने छ। एड्स, टिबी है, मलेरिया एन्ड अन्य डिजिज भन्ने कुरा राखेको छ। अब तपाईँले के कुरा ख्याल गर्नु होला भन्दा सम्झिनलाई सजिलो छ। सिएमए भनेर सम्झिनु होला। एबाट एड्स है, सम्झिनलाई के भने मैले सिएमए। यी गोल कसका गोल हुन्? एमडिजीका। एमडिजीमा जम्मा कतिवटा गोल छन् भन्यो भने एमडिजीमा जम्मा 8वटा गोल छन्। 8वटा गोलमध्ये गोल नम्बर 4, गोल नम्बर 5 र गोल नम्बर 6 केसँग सम्बन्धित छन् त? स्वास्थ्यसँग डाइरेक्टली रिलेटेड छन् भनेर बुझ्नु होला। अब एसडिजीको कुन गोल स्वास्थ्यसँग सम्बन्धित छ मलाई भन्नुहोस् त साथीहरू? ल मलाई भन्नुहोस् त। एमडिजीको त 4, 5, 6 रहेछ, यो त बुझियो होइन। तर एसडिजीको कति नम्बरको गोल स्वास्थ्यसँग सम्बन्धित छ भने के भन्नुहुन्छ तपाईँहरू? एसडिजीमा जम्मा 17वटा गोल छन्। 17वटा गोलमध्ये स्वास्थ्यसँग सम्बन्धित गोल कुन होला भन्नुहोस् त? एसडिजीको विच गोल अफ एसडिजी इज रिलेटेड टु हेल्थ भन्यो भने के भन्नुहुन्छ? हेल्थ रिलेटेड एसडिजी गोल भन्यो भने के भन्ने होला? हेल्थ रिलेटेड एसडिजी गोल भन्यो भने चाहिँ एसडिजी गोल भन्यो भने के भन्नुहुन्छ? ल भन्नुहोस् त। ओके, गोल नम्बर 3 है। गोल नम्बर 3 नम्बरको गोल, एउटा मात्रै गोल छ है। हेल्थ स्वास्थ्यसँग सम्बन्धित एसडिजीमा एउटा मात्रै गोल छ। त्यो कति नम्बरको भन्यो भने गोल नम्बर 3 नम्बरको नाम के हो भने गुड हेल्थ एन्ड वेलबिङ भन्ने छ है त। गुड हेल्थ एन्ड वेलबिङ भन्ने छ, जसमा 13वटा टार्गेट राखेको छ। जस अन्तर्गत के छन् त? 13वटा टार्गेट छन् है। कतिवटा टार्गेट छन् रे? 13वटा टार्गेट छन् भनेर तपाईँले बुझ्नु होला है त। 169वटा टार्गेट मध्ये स्वास्थ्यसँग है एउटा मात्रै कतिवटा टार्गेट? 13वटा टार्गेट। 17वटा गोल मध्ये स्वास्थ्यसँग कतिवटा गोल? एउटा मात्रै गोल। कुन नम्बर भन्यो भने गोल नम्बर 3। ल ठिक छ। सायद सम्भवतः यहाँसम्म धेरैजना साथीहरूलाई यो विषयमा कन्फ्युजन नहोला। एसटिजी पछिल्लो समय सोधिराख्ने टपिक हो है। केही न केही टपिक कतै न कतैबाट है मिलाएर सोधेको देखिन्छ। तपाईँहरू यो विषयमा चाहिँ अलि राम्रैसँग बुझ्नु होला है त। यसै गरी प्रश्न नम्बर 16 तिर जान्छु म। 16औं नम्बर प्रश्नको एन्सर के होला भन्नुहोस् त साथीहरू? 16औं नम्बर प्रश्न छ विच अफ द फलोइङ इन्फर्मेसन इज नट ट्रु भनेको छ। तल दिएको मध्ये कुन चाहिँ सूचना अर्थात् कुन चाहिँ कुरा गलत छ भनेको छ। ल भन्नुहोस् त। इज नट ट्रु भनेको छ, गलत चाहिँ कुन हो त्यो थाहा पाउनु पर्यो। त्यस गलत छुट्याउनका लागि सुरुमा सही चाहिँ के छ त्यो थाहा पाउनुपर्छ है, किनकि होइन कम्पेरिजन त गर्नु पर्यो। सो यहाँ के भनेको छ भन्दा टिबी इज टार्गेटेड टु इलिमिनेट बाई 2050 भनेको छ। नेपालमा टिबी 2050सम्म इलिमिनेट गर्ने भनेको छ। यो एकदम ठिक छ जस्तो लाग्छ मलाई। अप्सन नम्बर बीमा राखेको छ टिबी इलिमिनेसन मिन्स टिबी केस लेस देन 1 per 10 मिलियन भनेको छ है। 10 मिलियनमा लेस देन 1 बनाउने भन्ने हो रहेछ टिबी इलिमिनेसन भनेको। यो हो कि होइन तपाईँले छुट्याउनु होला। इलिमिनेसन अफ लेप्रोसी मिन्स पिआर भनेको प्रिभ्यालेन्स रेट, पर्मानेन्ट रेजिडेन्ट भन्ने होइन है। पिआर लेस देन 1 per 10,000 पपुलेसन। यो पनि जहाँसम्म लाग्छ मलाई लेप्रोसीको एकदम ठिक छ। त्यसै गरी कालाजारको इलिमिनेसन भन्नाले इन्सिडेन्स रेट लेस देन 1 per 10,000 पपुलेसन। यहाँ मध्ये कुनै न कुनै सोधिराखेको देखिन्छ एक्जाममा, ख्याल गर्नु होला है। टिबी इलिमिनेसन भनेको चाहिँ अप्सन नम्बर बी चाहिँ गलत छ। अप्सन नम्बर बी गलत छ, मैले भनिदिइहालेँ किन गलत छ भन्दा यो 1 मिलियन हो, यो 10 मिलियन चाहिँ होइन। यहाँ कति हुनु पर्थ्यो साथीहरू? यहाँ 1 मिलियन हुनु पर्थ्यो है। यहाँ 1 मिलियन हुनु पर्थ्यो, तर यहाँ अप्सनमा 10 मिलियन राखेको छ। 1 मिलियन बरु 1 मिलियन भनेको चाहिँ कति हो भने 10 लाख हो। यही 1 मिलियन भनेको 10 लाख हो, ख्याल गर्नु होला है त। अरू त ठिक छ। यो लेप्रोसीमा पनि प्रिभ्यालेन्स रेट हेर्ने हो 10,000, अनि इन्सिडेन्समा के अरे कालाजारमा चाहिँ इन्सिडेन्स रेट हेर्ने हो, यो पनि 10,000 हो। फरक के छ भने लेप्रोसीमा प्रिभ्यालेन्स रेट, कालाजारमा इन्सिडेन्स रेट है। मैले योभन्दा पहिले पनि भनेको छु तपाईँलाई कसरी छुट्याउने भन्यो भने लेप्रोसीमा प्रिभ्यालेन्स रेट हो। के गर्नु होला भन्दा
लेप्रोसीमा पी छ, एबिसिडी पी पढ्दाखेरि पी मिन्स पी है, पीबाट यहाँ सम्झिनु पीबाट पी है, पीबाट के त प्रिभ्यालेन्स रेट है। यति कुरा ख्याल गर्नु होला। सायद यतिसम्म यहाँहरूलाई त्यति अप्ठ्यारो कन्टेन्ट मैले पढाएँ जस्तो लाग्छ छैन, अलिक सजिलै छ यहाँसम्म। अब अर्को क्वेसनमा जान्छु। यो क्वेसनको एन्सर के होला भन्नुहोस् त साथीहरू, 17औं नम्बरको प्रश्न, विच अफ दि फलोइङ इज नट ट्रु रिगार्डिङ न्युट्रिसन डेटा अफ एनडिएचएस 2022 भनेको छ है। एनडिएचएस 2022 को तथ्याङ्क अनुसार न्युट्रिसन सम्बन्धी डेटा मध्ये कुन चाहिँ ठिक छैन भनेको छ, नट ट्रु भनेको छ। पहिला त्यसका लागि फेरि ट्रु कुन थाहा पाउनु पऱ्यो। 2022 को एनडिएचएसको रिपोर्ट अनुसार न्युट्रिसनसँग रिलेटेड डेटामा स्टन्टिङ अमङ अन्डर 5 चिल्ड्रेनमा 25% हो, यो एकदम ठिक छ। वास्टिङ अमङ अन्डर 5 चिल्ड्रेनमा 10% भनेको छ, यो मलाई जहाँसम्म लाग्छ यो गलत हो जस्तो लाग्छ। अन्डर वेट चाहिँ 19% हो, यो पनि एकदम ठिक छ। एनिमिया इन प्रेग्नेन्सी, प्रेग्नेन्सीमा एनिमिया 23% हो, यो पनि एकदम ठिक छ, यो पनि ठिक छ। भने चाहिँ अप्सन नम्बर बी चाहिँ के हो त, करेक्ट एन्सर हो। यो चाहिँ के छ त, गलत छ। वास्टिङ कति पर्सेन्ट हो साथी, तपाईँलाई थाहा छ 10% होइन, वास्टिङ चाहिँ 8% हुनु पर्थ्यो। वास्टिङ कति पर्सेन्ट हुनु पर्थ्यो, 8% हुनु पर्थ्यो, तर यहाँ के राखिदिएको छ, 10% राखिदिएको छ, यो चाहिँ गलत हो भन्ने कुरा तपाईँले बुझ्नु पऱ्यो है त। ठिक छ, यहाँसम्म बुझिराख्नु भएको छ मेरो कुरा है। एसटिजीका यी कुराहरू बुझ्नु होला तपाईँले अलिअलि है। स्टन्डिङ, वास्टिङ, अन्डरवेट यी कुराहरू अलिअलि सोधेको देखिन्छ। ल ठिक छ, ठिक छ साथीहरू, यहाँसम्म के छ बुझिराख्नु भएको छ? के छ, रमाइलो भइरहेको छ छैन? यो क्वेसन एन्सर डिस्कसन क्लास तपाईँलाई कस्तो लागिरहेको छ, यसो त्यहाँ च्याटमा चहल पहल दिउँ त। ठिकै, ठिकै, खासै रमाइलो लागेन है, के छ तपाईँको विचारमा? योभन्दा त बरु थ्योरी क्लास नै ठिक भन्ने केही छ, त्यस्तो छ भने भनौँ त त्यहीँ। खै हाम्रो फेसबुकमा जोडिएको साथीहरूको रेस्पोन्स हेरौँ त। ल ल, अब फेसबुकमा हामी सधैँ लाइभ आउने कुरा रहँदैन होइन। अब साथीहरू जुममा जोडिन चाहनुहुन्छ, क्लासमा जोइन हुन चाहनुहुन्छ भने तपाईँले चाहिँ हाम्रो यो जुन पेजबाट हेरिराख्नु भएको छ निम्सलोक साथीहरू पेज, त्यहाँ दिएको कन्ट्याक्ट नम्बरमा कन्ट्याक्ट गरेर चाहिँ हाम्रो क्लासमा पनि जोडिन सक्नुहुन्छ तपाईँहरू है त। हामी यो पछिल्लो समय विभिन्न इक्जामलाई मध्यनजर गरेर क्वेसन एन्सर डिस्कसन क्लास छलफल गरिरहेछौँ। यसले चाहिँ सकेसम्म धेरै जसो विद्यार्थीले आफूले पढेका कुराहरू चाहिँ एज ए एमसिक्यूमा कसरी सोध्छ होइन, कसरी डिल गर्न सकिन्छ होइन, यी सम्पूर्ण एङ्गलबाट हामी चाहिँ तपाईँहरूलाई अझै कन्फिडेन्स, तपाईँहरूको कन्फिडेन्स बुस्टअप गर्नलाई चाहिँ हेल्प गर्छ भन्ने हिसाबले चाहिँ यो क्वेसन एन्सर डिस्कसन क्लास रन गरिरहेका छौँ। तपाईँहरू पनि यहाँहरूमध्ये कोही इच्छुक हुनुहुन्छ भने चाहिँ जोडिन सक्नुहुन्छ है। त्यहाँ अब कसरी जोडिने भन्नुहुन्छ भने तपाईँले हेरिराखेको जुन निम्स लोकसा तयारी पेज छ त्यहाँ कन्ट्याक्ट नम्बर दिएको छ, त्यसमा सम्पर्क गरेर चाहिँ जोडिन सक्नुहुन्छ है त। ल, रमाइलो छ भन्ने कुरा हो। ओके सन्दीपजी, प्रवीणजी, ल ठिक छ, ठिक छ। अहिले अहिले बल्ल बल्ल अलिअलि पछाडितिर आएको छन् को साथीहरू आए, अहिले अब यो अर्को क्लास छ कि जस्तो लाग्यो। ठिक छ है, मैले आजलाई यति नै गरौँ है त साथीहरू, अरू चाहिँ हामी अन्य क्लासमा छलफल गरौँला। आजलाई मैले तपाईँहरूको यो क्वेसन एन्सर डिस्कसन क्लास यति नै गरेँ है त। ल आजलाई यति गरौँ, पढ्नु होला है, स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्, पढ्न नछोड्नुहोस्, एमसिक्यू पनि प्र्याक्टिस गर्नुहोस्, ए जहिले सेकेन्ड पेपरका लागि लेख्ने रिटर्न पेपर पनि तयारी गर्नुहोस् है। अब जसको जे पेपरहरू छन् त्यो कुराको तयारी गर्नुहोस्। मैले आजलाई यो क्लास यति नै गरेँ है त। थ्याङ्क यू सो मच सबैजनालाई।